Our guest for today is Saugat Pant, who is the head of research and mutual fund at Prabhu Capital. And since the time you've taken charge of त्यहाँको दुईटा फन्ड थियो पहिला PSF र PRSF थियो हैन हामीले अस्ति डेटा हेर्दा थियौँ you basically outperform the entire industry हैन what is the investment process that you follow that has helped you actually outperform the market? I don't know like अरूको फन्ड चाहिँ अलिक डाइभर्सिफाइड छ होइन लाइक 60-70 वटा स्टक छ तर हाम्रोमा चाहिँ मोस्टली लाइक बिलो नै हामी राख्न ट्राई गर्छौँ अब फिलोसफी चाहिँ अब मैले आफ्नोलाई भनौँ न आफूले नै लाइक के भन्छु भन्दाखेरि प्र्याग्मेटिक इन्भेस्टमेन्ट भनेर भन्छु भ्यालु भन्दैमा लाइक अब प्योर हुन्छ नि हाम्रो लाइक ग्राम जस्तो लाइक हुन्छ नि सस्तो कम्पनी हुन्छ नि लाइक पी मल्टिपल हेरेर मात्र लाइक मैले काम गर्दिनँ लाइक केही न केही त्यसमा पनि हुनु पऱ्यो भनौँ न हाम्रो 2008 देखि अहिलेसम्मको हरेक मार्केट क्रास हेऱ्यो भने चाहिँ जुलाईमा बढ्ने अनि ठ्याक्क जुलाईको एन्ड अगस्तमा चाहिँ क्रास हुन्छ आइदर बाहिरबाट पैसा आउनु पऱ्यो अरू गभर्मेन्टको सेक्टर चाहिँ घाटामा गयो भने बल्ल लाइक प्राइभेट सेक्टर चाहिँ पोजिटिभ जान्छ क्यापिटल मार्केटको मेजर कोर फङ्सन चाहिँ के हो भन्दाखेरि फन्ड रेजिङ हो मेरो मेजर सक्सेस चाहिँ मेजर चाहिँ के भन्छु जुनमा चाहिँ अलमोस्ट लाइक अलमोस्ट 6x to 7x को रिटर्नै आयो पिआइपिओ चाहिँ अब लाइक आजको दिनमा चाहिँ लाइक भनौँ न लाइक वाट्सएपदेखि सबैमा हुन्छ नि लाइक सेयर भइरहेको छ एसआइपीको प्रिन्सिपल के भन्दाखेरि लाइक टाइमिङ द मार्केट भन्दा पनि जस्ट हुन्छ नि टाइमिङ द मार्केट So who do you think is going to be the winner in this industry? Namaste and welcome to Investor Pod. I'm Arpan Khanal, founder and CEO of National Capital. In this podcast series, we sit down with the best minds in investing and we explore their story, their investment process, their success, failures, and how they allocate capital with discipline in order to create long-term wealth for themselves. Through this podcast series, we want to bring high-quality conversations around investment and business for our viewers so that our viewers can learn from them. So sit back and enjoy the conversation. Saugat, welcome to the podcast. Thank you so much. Yeah, so let's start right from the beginning. What actually drew you to the capital market, the stock market? Now, was there any specific moment of influence or any specific inspiration that got into the market? अनेस्टली भन्नुपर्दाखेरि चाहिँ त्यस्तो खासै इनिसियली चाहिँ लाइक म क्यापिटल मार्केटमै छिर्छु भन्ने थिएन सो आई स्टम्बल इन्टु यो हुन्छ नि इन्भेस्टमेन्ट साइड अफ थिङ्स होइन सो इनिसियली चाहिँ मेरो फ्यामिलीमा चाहिँ लाइक मेरो दिदी लाइक सिज अ सिएफए होइन मेरो काका पनि हुनुहुन्छ उहाँ चाहिँ नेप्सेमा काम गर्नुहुन्छ होइन लाइक अनि पहिला पनि ड्याडले चाहिँ लाइक सेयरमा इन्भेस्ट गरिरहनुहुन्थ्यो बट स्टिल एकाडेमिकली चाहिँ लाइक मैले चाहिँ भनौँ न लाइक +2मा मैले साइन्स लिएको थिएँ होइन अनि त्यसपछि लाइक मेरो प्लान चाहिँ खासमा इन्जिनियरिङ गर्ने नै थियो बट स्टिल लाइक मेरो दिदीले चाहिँ लाइक मेरो 1 year लस हुने खालेको मैले लाइक एउटा पोसिबिलिटी दिएको थिएँ बिकज अफ त्यो फ्यामिली इस्युहरूको कारणले अनि सी टोल्ड मी कि यसमा चाहिँ बिबिए छ सो वाइ नट तिमीले त्यसमा जोइन गर्छौ भनेर सो मैले चाहिँ लाइक बिबिए लिएँ त्यहाँबाट चाहिँ हल्का जोड्ने सुरु भयो भनौँ न नभए चाहिँ लाइक मैले अलमोस्ट लाइक कम्प्युटर रिलेटेड हुन्छ नि फिल्डमै जान्छु भन्ने मेरो प्लान थियो अनि अगेन लाइक बिबिएमा पनि लाइक मेरो खासै मार्क्स ल्याउने खाली चिजमा चाहिँ खासै मेरो फोकस थिएन होइन मैले चाहिँ युजली जस्ट पास हुने खालेकोमा त्यस्तो खालेको फोकसमा मात्र मैले लाइक पढिरहेको हुन्थेँ सो आफ्टर पास आउट भएपछि पनि मेरो दिमागमा चाहिँ के थियो भन्दाखेरि अल्टिमेटली लाइक म चाहिँ लाइक कम्प्युटर फिल्डमै जान्छु भनेर लाइक आई स्टार्टेड लर्निङ यो हुन्छ नि जाभा स्क्रिप्टहरू लाइक एङ्गुलर जेएस रियाक्ट होइन यिनीहरू चिज बट स्टिल त्यो अप्लाई चाहिँ गरिरहेको थिएँ मैले क्यापिटल मार्केटहरूमा बिकज लाइक पढेको त फाइनेन्सियल चिजै हो सो त्यो गर्दाखेरि आई गट एन अपर्च्युनिटी टु वर्क एट सिद्धार्थ क्यापिटल सो त्यसमा चाहिँ मैले एकदमै जुनियर पोजिसनबाटै भनौँ न सो एज अ जुनियर एनालिस्ट मैले सुरु गरेँ अनि त्यहाँबाट बिस्तारै काम गर्दा गर्दा चाहिँ त्यो क्युरियोसिटी डेभलप भयो भनौँ न सो हल्का बुझ्दै गएँ मैले क्यापिटल मार्केटको बारेमा अनि त्यहाँबाट बल्ल अनि लाइक यो जोर्नी सुरु भयो भनौँ So basically it was your family background and then your education leading up to this, you know? Yes. Right. You mentioned your sister, you know, about your sister works with us, you know, here at National Capital, and I've known her for a long period of time, right? So she's obviously Nepal's first female CFA charter holder, you know. So was there any pressure on you to, you know, try to do that because again, you're in that same field, you know? And just the pressure to you that you felt that, you know, that you should be doing this?
त्यस्तो प्रेसर चाहिँ कहिले पनि थिएन होइन लाइक मेरो दिदी चाहिँ लाइक पहिलादेखि नै एकाडेमिकली चाहिँ अलिक साउन्ड थियो होइन लाइक एकदमै एफोर्ट लगाएर पढ्थ्यो म चाहिँ अलिक लाइक भनौँ न अलिक रिल्याक्स भनौँ न लाइक मार्क्स ल्याउनुपर्छ पढ्नुपर्छ त्यस्तो खालेको थिएन जुन चिजमा चाहिँ मलाई अलिक क्युरियोसिटी लाग्छ होइन म त्यसमा मात्रै अलिक बढी फोकस गर्थेँ सो मलाई त्यो पोइन्टसम्म चाहिँ खासै क्युरियोसिटी खासै केमा पनि लागेको थिएन साँच्चै भन्नुपर्दाखेरि बट स्टिल आफ्टर पासिङ आउट ब्याचलर अनि सिद्धार्थ क्यापिटलमा जब मैले जोइनिङ गरेर लाइक त्यो क्युरियोसिटी डेभलप भइसकेको थियो मलाई इन्भेस्टमेन्ट साइड अफ थिङ्समा त्यसपछि चाहिँ मैले एकचोटि सिएफएको बारेमा चाहिँ लाइक हुन्छ नि के रहेछ भनेर चाहिँ बुझ्न ट्राई गरेँ अनि लाइक आई थिङ्क लाइक मैले डाउनलोड गरेँ भनौँ न सिएफए लेभल 1 सिएफए लेभल 2 र 3 को कोर्सेसहरू के कस्तो छ भनेर अनि सिएफए लेभल 1 चाहिँ मैले के बुझेँ भन्दाखेरि हल्का एथिक्स भन्ने एउटा सब्जेक्ट बाहेक चाहिँ अरू चाहिँ लाइक अलिक सजिलै लाग्ने खालेको भनौँ न मैले बुझिसकेँ एक लेभलको भन्ने खालेको त्यो मलाई त्यो भयो अनि सिएफए लेभल 2 मा चाहिँ लाइक भनौँ न मोस्टली लाइक मोडर्न पोर्टफोलियो थ्योरी रिलेटेड अलिक लाइक यस्तो खालेको चिजहरू चाहिँ थियो जुनमा चाहिँ मेरो एउटा लाइक माइन्डसेट एउटा डेभलप भइसकेको थियो त्यो बेलासम्म चाहिँ लाइक यो चाहिँ खासै हुन्छ नि लजिकल छैन जस्तो खालेको फिल भएको थियो भनौँ न मलाई चाहिँ सो आई डिसाइडेड होइन नट टु डु सिएफए त्यसपछि चाहिँ नेपालमा मेन भ्यालु लाइक मास्टर्स गर्नुपर्ने नै हुन्छ अल्टिमेटली फर करियरमा अलि प्रोग्रेस गर्नलाई होइन सो आई अप्टेड फर एमबिए त्यो कारणले चाहिँ सो तपाईँ चाहिँ वेन यु एन्टर्ड सिद्धार्थ क्यापिटल छ नि होइन सो वाट वर यु अर्ली इन्फ्लुएन्सेस अब नेपालमा चाहिँ धेरै जस्तो कस्तो पाइन्छ भने दे आर्ट इनफ रिसोर्सेस होइन नेपाली ल्याङ्ग्वेजमा धेरै इन्सपिरेसनल नेपाली इन्भेस्टर्सहरू भेटिँदैन होइन दे आर्ट टु मेनी इन्भेस्टर्स टकिङ अबाउट द इन्भेस्टमेन्ट मेथड्सहरू होइन सो हाउ डिड यु नेभिगेट दिस फिल्ड इन यर अर्ली डेज भनौँ न वेन यु जस्ट ग्रेजुएटेड एन्ड यु एन्टर्ड सिद्धार्थ क्यापिटल how were your early days in stock market investing? What did it look like? सो अर्ली डेजमा बिकज खासै मेरो ब्याकग्राउन्ड चाहिँ थिएन होइन सुरुमा लर्निङ कर्भ चाहिँ अलिक स्टिपै थियो मलाई मेरो दिदीले चाहिँ अलिक हेल्प गर्यो होइन लाइक रिसोर्सहरू यो चिजहरू चाहिँ लाइक पढ्दाखेरि राम्रो हुन्छ भने आई थिङ्क लाइक सी जोइन केपिएस छ त्यो बेलासम्म आई थिङ्क हामी एउटै टाइम फ्रेममा चाहिँ लाइक काम गरेका थियौँ अनि लाइक उसले चाहिँ मलाई लाइक डिफ्रेन्ट यो हुन्छ नि रिसोर्सहरू चाहिँ पठाउँथ्यो लाइक मैले डक्टर विजय मल्लिक होइन लाइक उसको ब्लग्सहरू अस्ति हाम्रो सञ्जय बक्सी होइन उसको लाइक ब्लग्सहरू होइन फन्डु प्रोफेसर भन्ने थियो ब्लग्सहरू त्यो फलो गरेँ मैले अनि आई थिङ्क लाइक त्यो बेला सौरभ मुखर्जी उसको पनि त्यो पढ्दै गएको थिएँ अनि बिस्तारै यो वान अपन वाल स्ट्रिट होइन पिटर लिन्चको बुक्सहरू अल्दो लाइक मैले बुक्स कम्प्लिटली चाहिँ कहिले पनि पढिनँ होइन लाइक बिकज त्यस्तो पढ्ने त्यो लेभलको ह्याबिट चाहिँ छैन मैले आर्टिकल्सहरू चाहिँ धेरै नै पढेँ अनि मैले आई थिङ्क लाइक कम्प्लिट गरेको एउटा बुक भनेको चाहिँ आई थिङ्क अ लिटल बुक द्याट बिल्ड्स वेल्थ प्याट डोर्सेको होइन सो त्यसमा चाहिँ आई थिङ्क इकोनोमिक मोडको बारेमा चाहिँ मोस्टली कुरा गरिन्छ अनि सानो पनि छ बुक भनौँ न लाइक एकछिनमा सकिनँ 2 आवर्समा सकिनँ सो त्यो चाहिँ मैले कम्प्लिट गरेँ अनि जस्ट भनौँ न आर्टिकलहरू चाहिँ मैले धेरै पढ्थेँ भनौँ न सो एटलिस्ट एउटा त्यो टाइम थियो 2018 देखि 2021-22सम्म भनौँ जुन बेला चाहिँ मैले लाइक एटलिस्ट डेली 20-30 एउटा आर्टिकल्स फेरि आर्टिकल्स एज एन नट त्यो न्युज टाइपको आर्टिकल्स हुन्छ नि अलिक नलेज बेस्ड ब्लग्स टाइप मोर एजुकेसन टाइपको चाहिँ त्यो चिजहरू चाहिँ मैले लाइक पढेँ अनि लाइक इकोनोमिक्समा पनि मलाई इन्ट्रेस्ट लाग्यो होइन सो त्यसमा पनि मैले लाइक रिसर्चहरू पढ्दै गएँ भनौँ ओके ग्रेट सो यो सबै गर्दाखेरि चाहिँ होइन लाइक लेट्स से यु एन्टर 2017 होइन यु वर्क इन सिद्धार्थ क्यापिटल फर सम टाइम एन्ड नाउ इट्स बिन अलमोस्ट 10 years द्याट अलमोस्ट होइन तपाईँ यु बिन वर्किङ इन द मार्केट वाट आई वान्ट टु अन्डरस्ट्यान्ड इज यो बेलासम्म वाट डज यर कोर फिलोसफी लुक लाइक सो तपाईँले इन्भेस्ट गर्दाखेरि वाट इज द फिलोसफी इफ यु वर टु डिस्क्राइब इट टु समवन कोर फिलोसफी चाहिँ अब मैले आफ्नोलाई भनौँ न आफूले नै के भन्छु भन्दाखेरि प्र्याग्मेटिक इन्भेस्टमेन्ट भनेर भन्छु सो रादर देन भ्यालु इन्भेस्टिङ भन्दाखेरि भ्यालु प्लस ग्रोथ होइन हल्का हल्का म्याक्रो पनि मैले त्यसमा इन्क्लुड गर्छु अनि इभन लाइक कहिले कहिले लाइक टेक्निकल चार्ट्स पनि युज गर्छु होइन लाइक टेक्निकलमा खासै लाइक त्यो एक्सट्रिमली लाइक हुन्छ नि टेक्निकल बेसमा मैले डिस्टेन्स लिँदैन जस्ट इन्ट्री पोइन्ट र एक्जिट पोइन्टमा कहिले कहिले हेल्प गर्छ जस्तो लाग्छ तर मोस्टली चाहिँ भ्यालु भन्दैमा लाइक अब प्योर हुन्छ नि हाम्रो लाइक ग्राम जस्तो लाइक हुन्छ नि सस्तो कम्पनी हुन्छ नि लाइक पी मल्टिपल हेरेर मात्र लाइक मैले काम गर्दिनँ लाइक केही न केही त्यसमा ग्रोथ पनि हुनु पऱ्यो भनौँ न सो यो सब कम्बिनेसन को आधारमा चाहिँ मैले इन्भेस्ट गर्छु र मेरो फिलोसफी पनि त्यही अनुसार के छ सो एक्चुली वान अफ द रिजन्स होइन तपाईँलाई यो पडकास्टमा बोलाएको चाहिँ बिकज आइभ सिन द्याट यु कन्सिस्टेन्टली आउट पर्फर्मड अल यु पियर्स के होइन तपाईँ आई थिङ्क यु एन्टर्ड प्रभु क्यापिटल 2022 तिर
Provo Capital 2022. And since the time you've taken charge of त्यहाँको दुईटा फन्ड थियो पहिला PSF र PRSF थियो होइन हामीले अस्ति डेटा हेरिरहेको थियौँ यु बेसिकली आउट पर्फर्म द इन्टायर इन्डस्ट्री होइन एन्ड वी फेल द्याट it's high time that we bring forward fund managers who've been able to generate these type of performance. You talk about your process and why you've been able to outperform the peers and do better than the market in that aspect, so that our viewers can listen from them, right? So actually, what is the process? What is the investment process that you follow that has helped you actually outperform the market or your peers in these funds in this industry? So I think like मेरो मेजर फोकस चाहिँ अलि म्याक्रोतिर पनि छ होइन सो आई थिङ्क त्यसले पनि एउटा भ्यालु चाहिँ एड गरेको छ नेपालमा चाहिँ लाइक जुन लाइक हामीलाई भ्यालु इन्भेस्टिङ प्योर भ्यालु इन्भेस्टिङ भनौँ न जुनमा सिकाइन्छ नि लाइक एकदमै डिप इकोनोमिक मोड भएको कम्पनी डिप एन्ड वाइड इकोनोमिक मोड भएको कम्पनी आई डोन्ट थिङ्क लाइक नेपालमा त्यो लेभलको कम्पनीहरू खासै छ होइन सो अलि सिक्लिकल बिजनेसहरू चाहिँ अलि लाइक बढी छ भनौँ न सो आई थिङ्क लाइक त्यो इकोनोमिक्सको एउटा लेन्स जुन मैले डेभलप गरेको छ आई थिङ्क त्यसले हल्का हेल्प भएको छ अनि अर्को चाहिँ हाम्रो अलि डिफ्रेन्ट चाहिँ कसरी हामीले रन गरेको छौँ हाम्रो फन्ड जस्तै प्रभु सेलेक्ट फन्डको लाइक इन्भेस्टमेन्ट फिलोसफी नै कस्तो छ भन्दाखेरि सक्छ त लाइक 30 भन्दा बिलो स्टकहरू चाहिँ किन्ने सो नामै प्रभु सेलेक्ट फन्ड त्यो अनुसारले राखेको छ सो कन्सन्ट्रेटेड पोर्टफोलियोमा चाहिँ बेट लिने सो वान्स कन्सन्ट्रेटेडमा जाँदाखेरि चाहिँ लाइक यत्तिकै एकदम डाइभर्सिफाइड गरेर हुन्छ नि लाइक इन्डेक्स अनुसारले म चल्छु भनेर लगानी गर्न चाहिँ अलि मिल्दैन होइन त्यसको लागि चाहिँ अलि एक लेभलको डिप रिसर्च डिप एनालिटिकल चाहिँ चाहिन्छ सो हामीले चाहिँ डिप लाइक बटम अप अप्रोचबाट चाहिँ फ्यु कम्पनीजहरू चाहिँ लाइक हुन्छ नि डिपली डिप डाइभै गर्छौँ होइन लाइक मजाले रिसर्चै गर्छौँ भ्यालुएसन गर्छौँ अनि त्यो आधारमा चाहिँ एउटा थेसिस बिल्ड गरेर त्यो कम्पनीमा चाहिँ हामीले लगानी गर्छौँ र युजली लाइक वी डु नट ट्रेड हुन्छ नि लाइक मार्केट हल्का बढ्यो भनेर लाइक फाल्ने अनि फेरि तल झऱ्यो भनेर लाइक किन्ने त्यो खासै लाइक ट्रेड चाहिँ हामी खासै गर्दैनौँ लाइक एउटा मेरो थेसिस लाइक भनौँ न इन्ट्याक्ट रहेसम्म चाहिँ वी होल्ड त्यो कम्पनी होइन अलि लाइक एउटा लङ टर्मसम्म इफ त्यो इनिसियल थेसिसबाट चाहिँ डिभिएट भयो अरे एडभर्सली अब लाइक कम्पनी पर्फर्म गऱ्यो भने चाहिँ त्यो बेला बल्ल हामी एक्चुली लिन्छौँ अरू लाइक एकदमै हुन्छ नि बढेर चाहिँ लाइक एउटा भ्यालुएसन चाहिँ अलि हुन्छ नि एक्सट्रिम लेभलमा पुग्यो भने बल्ल हामी ट्रिम गर्छौँ होइन सो आई थिङ्क आई डोन्ट नो लाइक अरूहरूको फन्ड चाहिँ अलिक डाइभर्सिफाइड छ होइन लाइक 60-70 एउटा स्टक छ तर हाम्रोमा चाहिँ मोस्टली लाइक बिलो 30 नै हामी राख्न ट्राई गर्छौँ अब आजको दिनमा चाहिँ बिकज अफ आइपिओको कारणले चाहिँ अलिक बढ्न थालेको छ होइन 6 मन्थसम्म हामीले बेच्न नमिल्ने भएको कारण बट स्टिल लाइक अन्डर 30 नै राख्न ट्राई गरेर आउँछ हामी चाहिँ When I started to invest in Nepal, a lot of the people they told me that the value investing techniques that I use or what I learned in the CFA program would not work in Nepal. They told me things like यो बाहिर पढेको यहाँ नेपालमा कामै लाग्दैन नेपालको बजार हल्लाको बेसिसमा चल्छ यहाँ खेलाडीहरूले मार्केट चलाउँछन् लट अफ दिस आई इग्नोर्ड व्हाट दे सेड आई कन्टिन्यू टु डु माई रिसर्च अन कम्पनीज आई आइडेन्टिफाइड गुड कम्पनीज आई बॉट them at a very cheap price and as a result over the past 7 to 8 years we've made very good returns for ourselves, our families and our friends. Now at National Capital, using the same technique that we use to manage our money, we also provide services to other people who don't have time or expertise but are looking for professional money managers in order to manage their wealth. So, if you're someone who doesn't have time or expertise and you're looking for professional money managers in order to invest your money in the stock market, please get in touch with us. Our numbers are provided below, or you can visit our website and you can find more information on our website. So can you walk us through a process, that entire process, how your team works and how you work in order to identify a company and right through holding through it? So एउटा चाहिँ हामीले स्क्रिनरहरू डेभलप गरेका छौँ होइन आफ्नो इन्टरनली एउटा लाइक एक्सेलमा ड्यासबोर्डहरू क्रिएट गरेका छौँ जुनमा चाहिँ एभ्री क्वार्टरली त्यो अपडेट पनि गर्छौँ र एभ्री एनुअल रिपोर्टको पनि हामीले अपडेट गरेर आउँछौँ होइन लाइक भित्र गएर लाइक एभ्री स्केड्युलदेखि सबै चिज अपडेटेड हुन्छ त्यसमा चाहिँ सो त्यसले गर्दाखेरि लाइक कम्पनीमा लाइक हुन्छ नि लाइक इन्डिकेटर्सहरूमा डिफ्रेन्ट इन्डिकेटर्स मैले डेभलप गरेको छु त्यसमा के चेन्ज देख्यो भने चाहिँ अलि सिग्निफिकेन्ट हुन्छ नि के मुभ देख्यो भने चाहिँ अलिक पोजिटिभ खालिको केस देख्यो भने चाहिँ त्यो कम्पनीमा के छ जस्तो लाग्छ होइन अनि सो त्यसमा चाहिँ अलिक डिप डाइभ गर्छौँ अल्टिमेटली अनि कहिले कहिले स्कटलबट पनि गर्छौँ हामीले होइन लाइक कम्पनीमा गएर लाइक कम्पनीको भनौँ न सप्लायर्स होस् वा कम्पनीको कस्टमर्स हो वा इभन म्यानेजमेन्ट टिमहरूलाई चाहिँ कल गरेर मिल्छ भने सो डिफ्रेन्ट क्वेसन्सहरू हामीले क्वेसन लाइक सोध्छौँ होइन उनीहरूले सो कम्पनीको अझै लाइक जुन चाहिँ पब्लिकली अभाइलेबल छैन इन्फर्मेसनहरू
त्यो चाहिँ हामी फाइन्ड आउट गर्न ट्राई गर्छौँ सो त्यसले गर्दा हाम्रो थेसिस चाहिँ अलिक स्ट्रङली बिल्ड होस् र हामीले अल्टिमेटली जुन कन्सन्ट्रेटेड बेट लिनुपर्ने हुन्छ त्यसको लागि चाहिँ अलि हामीलाई सपोर्ट होस् भनेर सो त्यो मोडालिटीमा चाहिँ हामीले चलाउँछौँ राइट सो लाइक क्यान यू गिभ एन इक्जाम्पल कुनै एउटा इक्जाम्पल दिन सक्नुहुन्छ लाइक तपाईँले त्यो स्क्रिनरमा छ नि सम चेन्ज भनेर कुनै पनि इन्डस्ट्री ब्याङ्किङ इन्सुरेन्स आई थिङ्क म्यानुफ्याक्चरिङ कुनै त्यस्तो एउटा एक्जिटकै कुरा भन्छु होइन लाइक पहिला सिद्धार्थ क्यापिटलमा चाहिँ आई थिङ्क लाइक एनआइएमबी ब्याङ्क त्यो बेला चाहिँ एनआइएमबी पनि भएको थिएन जस्तो लाग्यो एनआइएमबी ब्याङ्क थियो हजुर त्यो त्यसमा चाहिँ लाइक बिस्तारै त्यो रेगुलेटरी रिजर्भ भनिन्छ होइन यता डिस्ट्रिब्युसनको त्यो साइडमा हजुर सो रेगुलेटरी रिजर्भमा चाहिँ त्यो इन्ट्रेस्ट रिसिभेबल चाहिँ बिस्तारै बढ्दै गइरहेको थियो क्रोर्सबाट बढ्दै गएर अर्बमसम्म पुगेको थियो अनि लाइक अलि केही न केही लोन चाहिँ लाइक केही न केही भए जस्तो लागेको थियो अनि नभन्दै लाइक हामीले डिसिसन लिइ पनि छ त्यो एक्जिटको नभन्दै लाइक फ्यु मन्थ्स पछि चाहिँ इक्राको रिपोर्ट आयो क्या लाइक कोल हो कि समथिङ केमा चाहिँ माइनिङ समथिङमा चाहिँ उनीहरूले लोन दिएको थियो क्या अरे समथिङ आई थिङ्क ट्रेडिङ बिजनेस हो कि समथिङ यस्तै केमा अनि त्यसले गर्दा चाहिँ त्यसमा चाहिँ लाइक लोन उनीहरूको लाइक पछि ट्रिगर हुनु पनि थाल्यो होइन क्या सो त्यस्तो खालिको त्यो एउटा इक्जाम्पल भयो अनि अरू इक्जाम्पल चाहिँ लाइक इनिसियली लाइक एचडिएलमा पनि देखिएको थियो सो एचडिएल चाहिँ इनिसियली हल्का लाइक हुन्छ मजाले लाइक ग्रोथ हुन थालेको उसको मार्जिन पनि एक्सपान्सन भएको चाहिँ अलिक देखिरहेको थियो सो त्यसमा पनि डिप डाइभ गर्नलाई हेल्प गर्यो Sure, we can come to that later. So basically that is how you basically do even idea generation pani, na? I think it's through screeners. Starting through screeners. Is there any other method that you follow or key method छ अरू मेथड चाहिँ अब कहिले कहिले लाइक कुरा पनि हुन्छ होइन इन्डस्ट्रीको मान्छेहरूसँग होइन अलिक गफ गर्दा पनि अब कहिले कहिले चाहिँ अलिक ऱ्यासनल कुरा पनि भइन्छ होइन अनि त्यो कुरा चाहिँ लाइक त्यसमा पनि अलिक डिगिङ गरिन्छ भनेर लाइक के आयो भनेर सो त्यो पनि एउटा चाहिँ आई थिङ्क सो त्यो मेरो केसमा नि हुन्छ वेयर इन द फ्यु पिपल इन द इन्डस्ट्री आई मिट विथ अनि उनीहरूसँग बसेर सल्लाह गर्दाखेरि चाहिँ देन दे से द्याट यु नो आइम लुकिङ एट दिस स्टक फर सो एन्ड सो रिजन्स यो कम्पनीको मार्जिन्स एक्सप्यान्ड भइरहेछ यसको टप लाइन एक्सप्यान्ड भइरहेछ न्यू प्रडक्ट इन्ट्रोड्युस गरिरहेछ सो द्याट जस्ट लिड्स टु मोर क्युरियोसिटी एन्ड देन अलिकति आफै रिसर्च गर्न थाल्दाखेरि यु क्यान यु नो आइडेन्टिफाई गुड कम्पनी आई थिङ्क द्याट्स वान अफ द वेज टु गो अबाउट इट आई थिङ्क अनदर थिङ आई रियली लाइक होइन अनि तपाईँको दिदीले चाहिँ सी किप्स टेलिङ मी अबाउट दिस इज how you combine macroeconomic variables along with your stock picking skills in order to enter companies, in order to exit the market. Okay? Specifically, not entry and exit into companies, but entry and exit of the market. You know? And I've always found that very fascinating. I think 2021 ko bull market ko end, I think at that point of time you were at Kumari Capital, you know? And you were able to time your exit properly. You know? त्योभन्दा पहिला पनि you had certain views about macroeconomic variables of Nepal, how it's going to affect the stock market, liquidity and these type of things. So what is that approach that you use, combining stock picking with macro, specifically macro मा चाहिँ, because that's very unique to you. So can you talk us through that? So macro मा चाहिँ मैले लाइक भनौँ macro इकोनोमिक्स भन्नु भएको छ लाइक पोलिटिकल फ्याक्टर्सहरू हुन्छ त्यसलाई चाहिँ मैले लाइक कट डाउन गरेर जस्ट एउटा अकाउन्टिङ सिस्टमबाट चाहिँ मैले हेर्छु म्याक्रोमा चाहिँ जुनमा चाहिँ लाइक डबल एन्ट्री अकाउन्टिङ होइन रियालिटी अनि लाइक लेट्स से सिम्पल चिज हो लाइक एसेट साइड इज इक्वल टु लायबिलिटी होइन लाइक अनि वान्स एक्सपेन्सेस इज एन्ड वान्स इन्कम होइन सो यो प्रिन्सिपलमा चाहिँ डेबिट क्रेडिटको लाइक प्रिन्सिपल युज गरेर चाहिँ लाइक मैले एनालिटिक एउटा फ्रेमवर्क बनाएको छु होइन जुनमा चाहिँ लाइक एउटा आई थिङ्क एउटा गोल्डफ्रे हो कि सम्झ्यो भने इकोनोमिक्सको एउटा सेक्टरल ब्यालेन्स भन्ने कुरा पनि छ होइन जुनमा चाहिँ इफ प्राइभेट सेक्टर चाहिँ सरप्लसमा बस्नु छ भने आइदर लाइक गभर्मेन्ट सेक्टर पब्लिक सेक्टर चाहिँ डेफिसिटमा जानुपर्छ अर फरेन सेक्टर चाहिँ डेफिसिटमा जानुपर्छ त्यो भने चाहिँ आइदर हाम्रो करेन्ट अकाउन्ट सरप्लस हुनुपर्छ करेन्ट अकाउन्टमा चाहिँ के पर्छ भन्दाखेरि जस्तै इम्पोर्ट एक्सपोर्ट रेमिटेन्स ग्रान्ट होइन सो आइदर बाहिरबाट पैसा आउनु पऱ्यो अरू गभर्मेन्टको सेक्टर चाहिँ घाटामा गयो भने बल्ल लाइक प्राइभेट सेक्टर चाहिँ पोजिटिभ जान्छ भन्ने कुरा छ सो त्यो एउटा भयो होइन जुनमा चाहिँ हाम्रो मैले त्यो जुन भनौँ न लाइक कुमारीमा हामीले जुन एक्जिट ल्याएको थियौँ लाइक अलमोस्ट मार्केट टप 3000 तिरै सो त्यो हुनुमा चाहिँ लाइक त्यसले धेरै नै हेल्प गरेको थियो फर इक्जाम्पल पोस्ट कोभिड चाहिँ हाम्रो करेन्ट अकाउन्ट डेफिसिट चाहिँ अलमोस्ट 6 खर्ब पुगेको थियो भनौँ न अनि हाम्रो गभर्मेन्टको डेफिसिट चाहिँ समवेयर अराउन्ड 2-3 खर्ब मात्र थियो
सो त्यो 3 खर्ब चाहिँ लाइक हाम्रो प्राइभेट सेक्टरै डेफिसिटमा गयो होइन अनि हाम्रो लाइक सिडी रेसियो पनि एकदमै लाइक टाइट भएको थियो त्यो बेला सो त्यो एउटा क्लियर इन्डिकेसन देखिसकेको थियो त्यो बेला अनि अर्को चाहिँ के छ भन्दाखेरि हाम्रो लाइक इकोनोमी चाहिँ पहिलादेखि 20% को क्रेडिट ग्रोथ थियो मनी ग्रोथ पनि अलमोस्ट 20% थियो अनि त्यो सस्टेनेबल नहुने खालको सिचुएसन क्रिएट भइसकेको थियो जुन त्यो क्रेडिट फ्लो एक्सपान्सन जुन भइरहेको थियो ऱ्यापिडली होइन अनि त्यसले गर्दाखेरि हाम्रो कन्जम्सन सबै बढेको कारणले त्यो करेन्ट अकाउन्ट हाम्रो एक्सन सेक्टरमा इम्प्याक्ट भयो अनि अल्टिमेटली त्यो चिज चाहिँ सस्टेनेबल छैन भनेर त्यो इन्डिकेसन आइ नै सकेको थियो अनि वान्स लाइक सबै इकोनोमिस्टले चाहिँ एउटा चिजमा अग्री गर्छ कि इफ 20%ले चाहिँ लङ टर्मसम्म चाहिँ लाइक 20% मिन्स एकदम हायर रेटमा चाहिँ लङ टर्ममा बढिरहेको छ त्यो मिसएलोकेसन हुने चान्स एकदमै हाई हुन्छ बिकज इफ राइट ठाउँमा एलोकेसन भयो भने त लाइक हाम्रो जिडिपी नै भनौँ रियल जिडिपी नै ग्रोथ हुन्छ 12-15% नै बढ्छ होला विच इज नट पोसिबल होइन सो 12-15% बन्यो भने लाइक जुन हाम्रो लाइक भनौँ न पोलिटिसियनहरूले भनेको हुन्छ लाइक स्विजरल्यान्ड हुने होइन लाइक सिङ्गापुर हुने त्यो एकछिनमा भइ नै हाल्थ्यो होइन सो त्यो मिसएलोकेसन भएको छ अनि वान्स त्यो सस्टेनेबल नहुने पोइन्टमा पुग्छ ब्रेक हुन्छ होइन त्यसपछि चाहिँ अनि लाइक युजली क्रास आउँछ क्या बिकज त्यो भनेको चाहिँ एउटा लाइक फास्ट मुभिङ ट्रक चाहिँ एकैचोटि लाइक ब्रेक हाने जस्तै हो इभेन्चुली पल्टिन्छ नि त होइन ब्रेक हाल्न पाएन सो त्यही नै भएको हाम्रो होइन लाइक 20-30% ग्रो भएको थियो इभन लाइक आफ्टर कोभिड त झन् 30%ले ग्रो हुन थाल्यो स्पेसली रिफाइनेन्सिङ भयो सो त्यो हुन पाएको छैन हाम्रो लाइक इकोनोमी चाहिँ क्रास पनि भयो अनि अर्को एउटा चाहिँ के छ भन्दाखेरि नेपालमा चाहिँ जहिले पनि गभर्मेन्टको स्पेन्डिङ चाहिँ कस्तो छ भन्दाखेरि जुलाईमा चाहिँ म्यासिभली स्पेन्डिङ गर्छ अगस्तमा चाहिँ बिकज त्यो नयाँ बजेट आएको हुन्छ खासै लगानी चाहिँ खासै हुँदैन त्यसले गर्दाखेरि हाम्रो 2008 देखि अहिलेसम्मको हरेक मार्केट क्रास हेऱ्यो भने चाहिँ जुलाईमा बढ्ने अनि ठ्याक्क जुलाईको एन्ड अगस्तमा चाहिँ क्रास हुने त्यही नै देखिरहेको छ अनि इभन अहिलेको जुन स्विङहरू हामीले फिल गरिरहेको छ भनौँ पनि लाइक बेसिसमा पनि जुलाईमा बढ्ने अनि अगस्ततिर क्रास सो त्यही नै भएको छ सो मैले चाहिँ त्यो बेला चाहिँ अब यो सस्टेनेबल छैन अनि आई थिङ्क अगस्त पनि आइसकेको थियो अनि लाइक अब लाइक आई डोन्ट थिङ्क लाइक मार्केट चाहिँ सस्टेनेबल छ लाइक वी सुड एक्जिट भनेर चाहिँ एउटा हामीले डिसाइड गरेको थियो अनि आई थिङ्क कुमारी इक्विटी फन्ड त्यो बेला हामीले चलाइरहेको थियो आई थिङ्क 60% हाम्रो टपमा एलोकेसन थियो हामीले लाइक मजाले ट्रिम गऱ्यौँ भनौँ लाइक 3000 को लेभलसम्म आई थिङ्क 2800 को लेभलसम्म हामीले 60% को जुन एलोकेसन थियो त्यसलाई ट्रिम डाउन गरेर 30% मा हामीले सारेको थियो सो त्यसले गर्दाखेरि लाइक हाम्रो पर्फर्मेन्स चाहिँ मार्केट अरू पेयर्सहरूभन्दा चाहिँ अलिक राम्रो नै भएको थियो So I think I saw the data, होइन I think तपाईँहरूको fund only decreased by 6% or something during that period. जबकि I think market some players को त almost 40-45% कतिले पनि decrease भएको थियो right? Okay, so this brings me to another very interesting question. जहिले पनि macro variable हेर्ने मान्छेहरूले चाहिँ I always question them कि if the valuations are cheap, होइन but the macro seems like it's indicating you to sell. Like company specific चाहिँ valuation cheap छ in your portfolio होइन तर macroले चाहिँ यदि indicate गरिरहेको छ that you should sell भन्यो भने what do you prefer to do? Like what's that decision that you take? यो चाहिँ अब एउटा एक्जाम्पल पनि म सेयर गर्छु होइन अब त्यो बेला लाइक आई थिङ्क लाइक वी डिसाइडेड टु ट्रिम डाउन आवर पोर्टफोलियो त्यो मार्केटको पिकतिर होइन पहिला अनि त्यो बेला चाहिँ हामीले एउटा डिसिसन ल्याएको थियौँ क्या लाइक दिस कम्पनीज अलि लाइक फन्डामेन्टली राम्रै छ वाइ नट होल्ड अन टु दिस कम्पनीज भनेर तर त्यसमा चाहिँ हाम्रो अलि लस पनि भयो क्या बिकज त्यो कम्पनीको फन्डामेन्टल चाहिँ डिटोरेट हुन थाल्यो बिकज ती कम्पनीहरू चाहिँ लाइक त्यो इकोनोमीको फ्याक्टरले चाहिँ इम्प्याक्ट हुने खाले कम्पनी थियो पछि अर्को एक्जाम्पलमा छ नेपालकै कन्टेक्समा फर एक्जाम्पल युनिलिभर होइन उसको बिजनेसलाई चाहिँ खासै म्याक्रोइकोनोमीको त्यो जुन हेडविन्ड छ होइन त्यसले पनि खासै इम्प्याक्ट त गरेन होइन सो त्यस्तो कन्टेक्समा चाहिँ खासै प्रब्लम हुँदैन जुन अब हामीले भ्यालु इन्भेस्टिङमा सिकाइन्छ नि फर इक्जाम्पल डिप वाइड मोड भएको कम्पनीजहरू होइन जसले चाहिँ लाइक म्याक्रो इकोनोमिक हेडविन्ड्स त्यस्तो आउँदाखेरि पनि उनीहरूको मोनोपोलिस्टिक नेचर भएको कारणले चाहिँ उनीहरूले लाइक त्यो फिल पनि गर्दैन भनौँ उनीहरूको रेभेन्यू चाहिँ कन्सटेन्ट स्टेबल र स्टिकी खालीको हुन्छ होइन सो त्यो खालीको बिजनेस छ भने लाइक हुन्छ नि लाइक म्याक्रो इकोनोमिकको कारणले झऱ्यो भने लाइक अझै बाई गर्दा पनि हुन्छ होइन लाइक बिकज कम्पनीलाई केही इम्प्याक्टै भएको छैन तर इफ बिजनेसलाई चाहिँ इम्प्याक्ट हुन्छ जस्तो देखिन्छ भने चाहिँ आई थिङ्क यु निड टु सेल इट अफ होइन सो हामीले चाहिँ लाइक त्यो बेला लाइक ब्याङ्किङहरू एक दुईवटा चिजलाई पनि लाइक हुन्छ नि लाइक कम्पनी फन्डामेन्टल लाइक स्ट्रङै छ भनेर सोच्यौँ बट पछि सिक्लेको भएको कारण ट्रिगर भइ नै हाल्यो राइट द्याट्स भेरी इन्ट्रेस्टिङ ओके सिमिलर टपिक होइन वाट इज द सेलिङ फ्रेमवर्क आई थिङ्क सेलिङ एकदमै गाह्रो डिसिप्लिन हो भन्छ होइन तपाईँले सेलिङ चाहिँ कसरी डिसाइड गर्नुहुन्छ सेलिङ चाहिँ जुन लाइक सुरुमा इन्ट्री गर्दा नि एउटा इन्भेस्टमेन्ट हामीले थेसिस एउटा क्रिएट गरेको हुन्छ होइन यो कम्पनी चाहिँ यस्तो छ यस्तो ग्रो हुन्छ भनेर
सो इफ कम्पनी चाहिँ लाइक मैले सोचेको थेसिसभन्दा डिभिएट भयो होइन, कम्पनी चाहिँ अलि लाइक पर्फर्मेन्स बिग्रिन थाल्यो भने चाहिँ त्यहाँ चाहिँ अनि एक लेभलको अझै हुन्छ नि डिप डाइभ गरेर रिसर्च गरेर इफ सोचेको भन्दा साँच्चीको लाइक उसको फन्डामेन्टल पोइन्टै अलिक विक हुँदै गएको छ भने चाहिँ हामी त्यसमा एक्जिट लिन्छौँ। अर्को चाहिँ लाइक अब कहिले कहिले भ्यालुएसन हुन्छ नि, लाइक मैले सोचेको चाहिँ लाइक कम्पनी बिकज लेट्स से ग्रोथ चाहिँ 12-13% छ, मैले एउटा फेयर भ्यालुमा छिराएको छु अरे, तर कम्पनी चाहिँ लाइक सर्ट टाइम फ्रेममै लाइक मजाले बढ्यो अरे, अनि लाइक हुन्छ नि एकदमै एक्सट्रिम भ्यालुएसनमा पुग्यो भने त्योभन्दा पनि लाइक वी डिसाइड टु सेल होइन। सो त्यस्तो पनि भएको छ लाइक रिसेन्टली लाइक आई थिङ्क हाम्रो सुरुमा प्रोभिन्सियल फन्ड र प्रोभिन्स स्मार्ट फन्डमा हामीले मेजर एलोकेसन चाहिँ एसपिआई नेपाल एसपिआई ब्याङ्कमा ल्याएको थियौँ, अनि लाइक डिसेन्ट ग्रोथ हामीले एक्सपेक्ट गरेको थियौँ होइन, लाइक एभ्री इयर 12-10 यस्तै खालिको पर्सेन्टेजहरू सोचेको थिएँ, तर लाइक एकैछिनमा फ्यु मन्थ्समै लाइक अलमोस्ट 70-80-100% आयो। त्यसपछि लाइक भ्यालुएसन एकदमै एक्सट्रिम लेभलमा पुग्यो, अनि वी डिसाइड टु सेल त्यो हुन्छ नि पुरै स्टक। राइट, ओके। सो you touched upon valuation होइन, that's a very interesting topic. तपाईँहरूले कम्पनी सेलेक्ट गर्दाखेरि चाहिँ we've already talked about picking stocks as well. तपाईँहरूले कम्पनी एक्जिट गर्दाखेरि चाहिँ what all valuation metrics do you use? सो भ्यालुएसन मेट्रिक्स चाहिँ आई थिङ्क लाइक इट डिपेन्ड्स अपन लाइक सेक्टर होइन, लाइक सेक्टर। सो डिफ्रेन्ट मेट्रिक्स हेर्छौँ हामी लाइक होइन, लाइक कम्पनी हेरी हुन्छ, प्राइस टु सेल्स होइन, ब्याङ्ककोमा चाहिँ अलिक प्राइस टु आई थिङ्क बुक भ्यालु पनि हामी हेर्छौँ होइन, प्राइस टु इबिटा होला, डिफ्रेन्ट मेट्रिक्स र त्यो हेर्छौँ। अब लाइक आजको दिनमा लेट्स से पहिला चाहिँ हामीले एउटा सेयर पनि गर्छौँ होइन, लाइक पहिला हाइड्रो चाहिँ खासै हामीले राम्ररी बुझिरहेको थिएन जस्तो लागेको थियो। सो कसरी भ्यालुएसन गर्थ्यो, फर इक्जाम्पल हाइड्रो चाहिँ एफसिएफई मोडलमा चाहिँ हामीले भ्यालुएसन गर्थ्यौँ। सो एफसिएफईमा चाहिँ लाइक प्रोजेक्ट बेसिसमा गर्थ्यौँ, कम्पनी वेमा चाहिँ हामीले हेरिरहेको छैनौँ कि। सो आयो लाइक कम्पनी लाइक सुरुमा क्यापेक्स भएको हुन्छ होइन, डिप्रिसिएसन एकदमै हाई हुन्छ, त्यसले गर्दा कम्पनी सुरुमा इनिसियलीमा लसमा पनि हुन्छ, जे कर्भमा जान्छ होइन बेसिकली। सो एभ्री क्यास फ्लो चाहिँ हामीले लाइक एउटा डिस्काउन्ट व्याक्स निकालेर लाइक हामीले डिस्काउन्ट गर्दै जान्थ्यौँ। तर हामीले के चिज चाहिँ लाइक मेजर गरिरहेको थिएनौँ भन्दाखेरि हाइड्रोले चाहिँ जस्ट त्यो क्यास लाइक सेयर होल्डर रिटर्न त दिएको छैन होइन, उनीहरूले इन्भेस्टमेन्ट पनि गरिरहेको छ नि त त्यो चिज। सो इन्भेस्टमेन्ट पछि त यही लागिरहेको छ, राइट। सो त्यो चिज चाहिँ फ्याक्टरिङ गरिरहेको थिएन क्या हामीले, राइट। सो इट बिकम्स अ कम्पाउन्डिङ मेसिन इन इटसेल्फ। सो फर इक्जाम्पल हाइड्रोमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि सुरुमा 75-25 होइन लाइक डेट र इक्विटी लिएर बनाउँछ, अनि उसले फेरि लाइक त्यो आएको क्यास फ्लोले चाहिँ फेरि अर्को एसपिपी क्रिएट गर्छ, जसमा पनि फेरि 75-25 डेट गरेर लाइक फेरि उसले इजिली एक्सपान्सन गर्दै गएर आउँछ। सो यो एक्सपान्सन फेजमा चाहिँ जस्ट त्यो एफसिएफई हुन्छ, सिम्पल एफसिएफई अप्रोच चाहिँ काम नगर्ने रहेछ होइन, बिकज दे आर ग्रोइङ खासमा भन्ने हुन्छ। अब हामीले चाहिँ लाइक एकदम मच्युरिटीमा गइसकेको बिजनेस वेमा चाहिँ हामीले त्यसलाई भ्याल्यु गरिरहेको थियौँ होइन। सो त्यसमा हामीले अलि चेन्ज गऱ्यौँ, आजको दिनमा चाहिँ हेर्ने एङ्गल पनि चेन्ज गऱ्यौँ होइन। सो इन्भेस्टमेन्ट गर्ने उसको त्यो फ्याक्टरहरूलाई पनि इन्क्लुड गरेका छौँ, अनि स्पेसली आजको दिनमा जुन नेपालमा रेगुलेटरी को कारणले पनि एउटा के सजिलो भएको छ भन्दाखेरि हाइड्रोलाई चाहिँ उनीहरूले त्यो लगानी गरेको एसपिभीहरू पनि इजिली बेच्न सक्छ, अनि आजको दिनमा लेट्स से मार्केटमा बिकज अफ हाई लिक्विडिटी उनीहरूले एक्जिट पनि हायर प्राइसमा पाइरहेछ भनौँ न। सो त्यो कारणले त्यहाँ भ्यालु झन् ग्रो भइरहेछ। लेट्स से एउटा कम्पनीले 10 करोड जति लगानी गरेर एउटा एसपिभीमा भने पनि लाइक 3-4 इयर्स डाउन द लाइन त्यो बनेर लाइक एक्जिट गर्ने टाइममा उनीहरूले अलमोस्ट 3x or 4x होइन मल्टिफोल्ड रिटर्न पाइरहेको छ। त्यसले गर्दा भ्यालुएसन जुन सोचेको छ त्योभन्दा खासमा कम्पनी एकदम म्यासिभली ग्रो गरेको थियो होइन। सो वी मिस्ड आउट लाइक इनिसियली अन त्यो हाइड्रोजहरू होइन। सो यो बिस्तारै लर्निङ भइरहेको हुन्छ होइन, लाइक सुरुमा एउटा चिज भइरहेको हुन्छ तर वी चेन्ज लाइक हाम्रो भ्यालुएसन गर्ने मेथड होइन। ओके, गट इट। सो I think we've talked about the process होइन, अब अलिकति let's come to few of your success stories as well होइन। Can you tell us about one or two of your investments, like what was the research process and that होइन, thought process कसरी develop भयो, and how did you make those investments and त्यसको pay off कसरी भयो? Can you walk us through one or two? मेरो मेजर सक्सेस चाहिँ एक दुईवटा छ होइन, लाइक मेजर चाहिँ एसडिएलले भन्छु, जुनमा चाहिँ अलमोस्ट 6x to 7x को रिटर्नै आयो होइन। सो सुरुमा एसडिएलमा चाहिँ हामीले त्यो अघि मैले भनेको जस्तै एक दुईवटा लाइक उसको ग्रोथ र मार्जिन एक्सपान्सन देखिरहेको थियौँ। सो एसडिएलले चाहिँ सुरुमा चाहिँ रोयल स्ट्याकको बिजनेस गर्थ्यो क्यारे, आई थिङ्क रोयल स्ट्याक चाहिँ यहाँ म्यानुफ्याक्चर गर्थ्यो र अनि सेल्स पनि गर्थ्यो, अनि रोयल्टी तिर्नु पर्थ्यो इन्डियाको कम्पनीलाई होइन। त्यसपछि उसको चाहिँ लाइक हुन्छ नि बिकज अफ आई थिङ्क लाइक ट्याक्स हो कि समथिङ के प्रफिट रिप्याट्रिएसन, रोयल्टीको कारणले चाहिँ आई थिङ्क उसले त्यो
टोटली कट अफ गऱ्यो। आई थिङ्क रोयल स्ट्राइक नेपालबाट पनि गयो। सो उसले आफ्नै गोल्डन ओक भन्ने चाहिँ लाइक फुटी युपीको चाहिँ लाइक त्यो बिजनेस सुरु गर्यो र आई थिङ्क मार्केट मजाले क्याप्चर गर्यो भनौँ। सो मजाले ग्रो गरेर आएको थियो। एउटा बोटलनेक के थियो भने उसँग इन्फ्रास्ट्रक्चर थिएन आफ्नै चाहिँ, तर जेजिआईको अर्को डिस्ट्रिब्युटर थ्रु चाहिँ उसले लाइक आफ्नो सेल्स ग्रुप कम्पनीज, सो रोयल्टी तिर्ने कम्पनीबाट चाहिँ रोयल्टी पाउने कम्पनी भयो भन्न। त्यो कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ जुन आफ्नो जेजिआईकै आफ्नो पार्टनर कम्पनीलाई जुन दिएको थियो, त्यसले गर्दाखेरि चाहिँ आई थिङ्क लाइक डेटामा पनि के देखिन्छ भन्दाखेरि लाइक त्यो 4-5 इयर्स चाहिँ उनीहरूको लाइक रेभेन्यू 15% बढ्दा पनि उनीहरूको प्रोफिटेबिलिटी चाहिँ 55%को के गरानेको थियो होइन। सो त्यो गर्दा त्यो अपरेटिङ लिभरेजको कारणले कम्पनीले म्यासिभली कम्पाउन्ड गर्न सक्यो। अनि आई थिङ्क त्यसले चाहिँ एउटा राम्रो रिटर्न डेलिभर गर्यो। अनि अल्टिमेटली बिकज गोल्डन ओक मात्रै थियो उसको बिजनेस त्यो बेला चाहिँ, अनि अल्टिमेटली एउटा एकदमै एक्सट्रिम भ्यालुएसन पनि पुग्यो होइन, बिकज युफोरिक भएको थियो। लाइक इन्टरिम डिभिडेन्ड पनि दिएर आएको थियो होइन 100%, 50%। त्यो बेला आई लाइक सोल्ड इट अफ भनौँ न। सो त्यो एउटा भइ नै हाल्यो। अनि मेजरली त्यो बेला लाइक भनौँ 2018, 19, 20तिर चाहिँ म्यासिभली क्रिएटिभ एक्सपान्सन भएको बेला चाहिँ लाइक जुन मैले लाइक इकोनोमिक एउटा भ्यू पोइन्ट पनि डेभलप गरिसकेको थिएँ, जुन बेला चाहिँ म्यासिभली इकोनोमिक लाइक हुन्छ नि क्रेडिट फ्लो हुँदा चाहिँ खासै रिस्क हुँदैन। जस्ट यु निड टु नो कि लाइक कहिले चाहिँ लाइक त्यो स्लो डाउन हुन्छ, त्यो बेला चाहिँ एक्जिट लिनुपर्छ। सो त्यो बेला लाइक मैले म्यासिभली एक्सपान्सन कुन भइरहेको थियो भन्दाखेरि लाइक माइक्रो फाइनेन्सेसहरू भइरहेको थियो। सो माइक्रो फाइनेन्सको लाइक एभ्री इयर 50, 60, 70%ले लोन बढिरहेको थियो होइन। सो त्यसमा चाहिँ लाइक धेरै लाइक स्क्रिप्ट्समा चाहिँ लाइक रिटर्न भयो। फर इक्जाम्पल नेसनल माइक्रो फाइनेन्स, आई थिङ्क ग्लोबल आइमी लघु वित्त, आई थिङ्क ग्लोबल आइमी लघु वित्त चाहिँ आई थिङ्क रिलायबल लघु वित्त हो कि समथिङबाट चाहिँ ग्लोबली अक्वायर लाइक हुन्छ नि मर्ज गरेपछि चाहिँ जिएलबी भएको थियो। र जुन ब्याङ्कको पावरको कारणले चाहिँ उसले मजाले एक्सेस टु त्यो फन्ड पायो अनि मजाले उसले लाइक लोन पनि दिन थालेको थियो। सो लाइक भनौँ लाइक लो पीमै ट्रेड हुन्थ्यो त्यो बेला, मार्केटमा लिक्विड थिएन, यो अनलाइन सिस्टमहरू पनि सबै आएको थिएन। 10-12को पीमा कम्पनी चाहिँ 40-50% ग्रो गर्ने खालेको टाइम थियो होइन। सो इजिली लाइक हुन्छ नि लाइक बेग रेसियोको कुरा एक्सट्रिमली लाइक चिपै देखिरहेको थियो। अनि त्यसमा पनि लाइक 3x 4x खालिको रिटर्नहरू चाहिँ आएको थियो। अब रिसेन्टली नै कुरा गर्नु पऱ्यो भने चाहिँ हाम्रो फन्डमा हामीले अपी चाहिँ किनेको थियौँ। कुन बेला भन्दा त्यो 150, 160, 70 हुँदाखेरि, बिकज चमेलिया उसको अलमोस्ट बन्न लागेको थियो, तर चमेलियाको भ्यालुएसन चाहिँ मार्केटले क्याप्चर गरिरहेको थिएन होइन। सो हामीले अब चमेलिया अलमोस्ट बन्ने खालिको लाइक खबर लाइक न्युज आइसकेको थियो। अनि चमेलिया उसको मेजर लाइक भनौँ न प्रडक्ट लाइक म्यासिभ प्रोजेक्ट थियो 40 मेगावाटको। अनि लाइक उसको पिपिए अनि सबै चिज चाहिँ फेभरेबल पनि थियो होइन, उसको पिएलएफहरू पनि सबै राम्रो थियो। सो अपीमा चाहिँ हामीले इन्ट्री गऱ्यो र लाइक इन्ट्री गरेको फ्यु मन्थ्समै होइन लाइक अलमोस्ट डबलको रिटर्न हो। त्यो मार्केट युफोरिक पनि थियो ठ्याक्क त्यो जुलाईमा 32 लाइक 3000को मार्केट पुग्दाखेरि चाहिँ त्यो बेला हल्का ट्रिम गऱ्यो, बट स्टिल लाइक कम्पनी फन्डामेन्टल अझै स्ट्रङ छ, दे आर ग्रोइङ होइन स्टिल भनेर। अनि फेरि झरेको पोइन्टमा वी स्टिल लाइक वी continue to add more and more. Yes. That's fantastic. Every morning, I like to start my day with coffee. It helps me focus and get in the zone before I start to work. Recently, I came across this easy-to-drink pouches by Kathmandu Coffee. I personally like the plain espresso, but they have multiple flavors like hazelnut, cappuccino, and chocolate. They're super easy to use. Just stir them, pour them over hot and cold water, and that's it. You're good to go. You can find them in major retail stores like Bharbatini or Big Mart, or in their own store at Lazimpart. If you love coffee, you must definitely try them out. So these are success stories, but I think what really teaches you in the market is your losses as well. So how many of these losses do you have? Yeah. So we can have like completely different episodes for all these losses as well, and for each one of us. So can you walk us through एउटा or दुईटा of these losses? So recently नि छ एउटा like फरवर्ड होइन फ्यु माइक्रो फाइनेन्सेसमा छ। लाइक मैले चाहिँ इनिसियली बिकज माइक्रो फाइनेन्समा चाहिँ रङ ठाउँमा क्रेडिट गएको थियो होइन। लाइक फर इक्जाम्पल माइक्रो फाइनेन्स कहाँ लेन्डिङ गर्छ भन्दाखेरि एग्रिकल्चर सेक्टर र एकदमै स्मल इन्डस्ट्रिजहरूमा भनौँ न, स्मल र मिडियम साइज इन्डस्ट्रिजहरूमा चाहिँ उनीहरूले लेन्ड गर्छ। तर नेपालको रियल प्रोडक्टिभिटी चाहिँ त्यहाँ बढेको थिएन होइन। सो मिसएलोकेसन भएको छ क्लियरली थाहा थियो। मैले इन्ट्री नै गरेर थिएन, बट स्टिल लाइक रेट झर्न थाल्ने मैले त्यो देखिसकेको थिएँ होइन। सो पहिला चाहिँ उनीहरूको एउटा प्रब्लम थियो इन्ट्रेस्ट रेटको, जुन चाहिँ लाइक 15%मा जुन क्याप गरेको थियो, अनि उनीहरूको कस्ट अफ फन्ड पनि हाई थियो। सो मैले के देखेँ भन्दा रेट चाहिँ झर्ने ट्रेन्ड छ होइन। अनि फेरि हल्का लाइक माइक्रो फाइनेन्स बढ्न पनि थाल्यो क्या। सो मेरो लाइक भनौँ न्यारेटिभ पनि चेन्ज हुन थाल्यो क्या। लाइक के थाहा भ्यालु छ कि जस्तो पनि लाग्यो क्या। प्राइसले चाहिँ मेरो जुन इनिसियल न्यारेटिभ छ त्यो चेन्ज गर्यो होइन। अनि मैले चाहिँ फरवर्ड अनि फ्यु छिमेक होइन 1-2वटा कम्पनीजहरू चाहिँ
के सोचेर किन्ने भन्दाखेरि चाहिँ अब इन्ट्रेस्ट रेट चाहिँ बढ्दै जान्छ बिकज लाइक कस्ट अफ फन्ड मजाले झर्दै गइरहेको छ र झर्ने क्रममा छ सो इन्ट्रेस्ट रेट बढेको कारणले चाहिँ मेबी प्रोफिटेबिलिटी चाहिँ राम्रो आउँछ तर मैले के चिज चाहिँ फेरि बिर्सेँ भन्दाखेरि जुन लाइक मेजर कस्ट यो लेन्डिङ इन्स्टिट्युसनको भनेको त लाइक क्रेडिट कस्ट हो सो उनीहरूको रङ ठाउँमा एलोकेसन गरेपछि मेजर प्रब्लम त त्यहाँ नन पर्फर्मिङ लोनै छ प्रोभिजनिङहरू आउँछ नि होइन सो त्यो चिज चाहिँ मैले हुन्छ नि लाइक अभोइड गरेर मैले इन्ट्री गरेँ अनि अल्टिमेटली आजको दिनमा एनपिएल बढ्दै गइ नै रहेछ त्यो क्रममै छ होइन त्यसले गर्दाखेरि अब एकैचोटि लिक्विडिटी पनि गयो भनौँ न यो स्क्रिप्ट्सहरूमा होइन लाइक आजको दिनमा लाइक हामीले 2टा फन्ड गऱ्यो 3-4 करोड लाइक फरवर्ड किनेको थियो 7-8 करोड अब लाइक त्यो ट्रिम गर्न पनि गाह्रो छ भनौँ न किनभने डेली लिक्विडिटी नै पुग्दैन भनौँ न पार्नलाई सो त्यसमा एउटा भयो अर्को चाहिँ एउटा लाइक नन लाइफमा पनि लाइक मैले इन्ट्री गरेको थिएँ लाइक लो पोइन्टमा फन्डहरूको लागि अनि म्यासिभ रिटर्न आएको थियो भनौँ 60-70% रेट बढेको टाइममा अनि आई न्यू लाइक बिकज अफ दिस म्याक्रो इकोनोमिक जुन ब्याकड्रप छ अहिलेको होइन त्यसले गर्दाखेरि लाइक रेट अब बिस्तारै झर्दै जान्छ उनीहरूको इन्भेस्टमेन्ट इन्कममा इम्प्याक्ट आउँछ त्यो थाहा हुँदा नि लाइक हुन्छ नि हल्का प्राइस बढेपछि म बेच्छु भन्ने क्रममा चाहिँ आई मिस्ड आउट हुन्छ नि त्यो सेलिङ एट हायर भ्यालु प्राइस अनि त्यसले गर्दाखेरि आजको दिनमा झऱ्यो अनि फेरि जेनजीको आन्दोलनले गर्दाखेरि फेरि नेरेटिभ चेन्ज भयो होइन नन लाइफको झनै सेन्टिमेन्ट एकदमै नेगेटिभ भएको कारणले आई थिङ्क त्यो पोइन्टबाट पनि अझै चढ्न चाहिँ गएको छ So any other like these are like investment mistakes, and do you find yourself making behavioral mistakes? Yeah. सो पहिला चाहिँ मेरो खासै त्यस्तो मिस्टेक भएको थिएन होइन किन सुरुमै मैले हुन्छ सञ्जय बक्सीको यो बिरोल फाइनेन्स लाइक को बारेमा लाइक ब्लग्सहरू पढिरहेको हुन्थेँ अनि लाइक मोर्गन हाउसको पनि पढिरहेको हुन्थेँ होइन सो सुरुमा चाहिँ थिएन अनि म एज अन एनालिस्ट काम गर्थेँ होइन मसँग लाइक कन्ट्याक्ट पर्सन धेरैको थिएन क्या भनौँ न सो आज दिनमा अलि म्यानेजर लेभलमा गएपछि चाहिँ लाइक कन्ट्याक्ट पर्सन पनि बढ्दै गएको छ भनौँ न टच पोइन्ट मेरो बढ्दै गइरहेछ सो ब्रोकरसँग पनि कन्ट्याक्ट भएको छ अनि अरू इन्डस्ट्रीको मान्छेहरूसँग पनि धेरै इन्ट्रोडक्सन भइरहेछ अनि त्यसले गर्दाखेरि अलिक डिबेट टु मच नोइजले गर्दा चाहिँ मेरो लाइक इन्भेस्टमेन्ट इन्डिपेन्डेन्ट थिङ्किङलाई चाहिँ अलिक डिस्टोर्ट गरेको छ भनौँ न सो त्यो कारणले चाहिँ प्रब्लम चाहिँ अहिले चाहिँ देखिरहेको छु मैले मेरो हल्का इन्भेस्टमेन्टमा चाहिँ पहिला चाहिँ राम्रो भइरहेको थियो सो अरूको चाहिँ बिस्तारै ग्रोइङ क्रममा हुन्थ्यो मेरो चाहिँ अलि नाइस इन्ट्रेस्टिङ सो यु बिन म्यानेजिङ फन्ड्स फर नाउ 6 to 7 years भइसक्यो होइन तपाईँले म्यानेज गरिरहेको one problem I have with mutual funds, I tell everyone this, and it's not like you have an option, is धेरै diversified हुन्छ कुनै पनि फन्ड हेऱ्यो भने 30 पनि होइन 40-50वटा कम्पनी होल्ड गरिरहेको हुन्छ इन अ मार्केट द्याट हेज 200 कम्पनीज होइन एउटै सेक्टरको 10-15वटा कम्पनी होल्ड गरिदिरहेको हुन्छ होइन वाट इज द टेक अन वाट इज द इन्भेस्टमेन्ट फिलोसफी तपाईँले म्युचुअल फन्ड म्यानेज गर्दा चाहिँ हाउ डु यु म्यानेज इट वाइ डु यु थिङ्क द इन्डस्ट्री होल्ड इज सच डाइभर्सिफाइड वेन इट कम्स टु म्यानेजिङ म्युचुअल फन्ड सो सुरुमा चाहिँ लाइक भनौँ न हाम्रो क्यापिटल मार्केटमा चाहिँ खासै रिसर्च लाइक कोर रिसर्च गरेर चाहिँ लाइक लगानी गरिन थियो होइन सो अलि डाइभर्सिफिकेसन लाइक मार्केटलाई नि फलो गर्ने ट्रेन्डहरू थियो तर आजको दिनमा चाहिँ फ्यु फन्ड्सहरू भनौँ न लाइक फ्यु फन्ड म्यानेजरहरूले चाहिँ लाइक यो अलिक चेन्ज गरेको छ भनौँ न सो अलिक कन्सन्ट्रेटेड पोर्टफोलियोतिर गइरहेको छ होइन लाइक हामीहरूको पनि प्रभुको त्यही नै छ आई थिङ्क सिद्धार्थ अनि फ्यु एनएमईहरू 1-2जनाको अलिक कन्सन्ट्रेट पोर्टफोलियो कन्भिक्सन आएपछि मात्र लगानी गर्ने खालको छ बट स्टिल लाइक अब सबैजनाको आफ्नै रिस्क एपेटाइट पनि हुन्छ होइन लाइक कसले अब अलिक डाइभर्सिफिकेसनै गर्नु भनेर पनि चाहन्छन् होइन राइट अब हामीहरूकोमा चाहिँ इफ मार्केटलाई बिट गर्नुपर्ने हो भने चाहिँ लाइक एउटा कोर रिसर्च गरेर लाइक सबै कम्पनी किनेर खासै फाइदा छैन जस्तो लाग्छ स्पेसली नेपालमा लाइक इन्डस्ट्रियल कम्पनी पनि त्यति धेरै छ जस्तो मलाई लाग्दैन भनौँ अलिक लङ टर्मको लागि फन्डामेन्टली अलि राम्रै कम्पनी भन्ने बाई एन्ड होल्ड गर्न सक्ने सो हामी चाहिँ सकेसक्दो त्यो डिप रिसर्च गरेर नि हामी चाहिँ अलि लाइक हुन्छ नि कन्सन्ट्रेटेड पोर्टफोलियो लिन चाहन्छौँ होइन खासमा बट स्टिल कुरा कस्तो आउँछ भन्दाखेरि कहिले कहिले चाहिँ लिक्विडिटीको पनि कुरा आउँछ सो भनौँ न फन्ड साइज हाम्रो लाइक 2-3वटा अपरेट गर्ने पनि फन्ड म्यानेजरहरू हुन्छ होइन लाइक कुनै ओपन एन्डेड ठुलो साइज भइसक्यो सो धेरै त्यो साइज हुँदाखेरि लाइक कम्पनी आखिर त्यही फ्यु कम्पनीजहरू मात्र छ इन्डस्ट्रियल फन्ड सो हल्का डाइभर्सिफाई गर्नुपर्ने रिजन चाहिँ हुन्छ कि बिकज लार्ज चङ्क लाइक हामीले किनेको हुन्छ डिफ्रेन्ट फन्ड गर्दा गर्दा अनि लाइक इफ थेसिस हाम्रो रङै गयो भने पनि त्यो सेल अफ गर्न चाहिँ अलिक गाह्रो पनि हुने कन्डिसन चाहिँ छ होइन बिकज नेपालमा आजको दिनमा हामीले मार्केटमा कन्टेक्स्ट हेऱ्यो भने लाइक सानो कम्पनीजहरू जुन चाहिँ अलिक म्यानिपुलेसन गर्न सक्दो छ त्यसमा चाहिँ हाई भोल्युम छ तर लाइक जुन चाहिँ फन्डामेन्टल्ली भनौँ न एक लेभलको स्ट्रङ छ लार्ज क्यापमा चाहिँ खासमा कम भोल्युम छ कि अलिक युनिक त्यो भनौँ न मार्केटको डाइनामिक्स छ होइन
सो नेपालमा चाहिँ अब बाहिर चाहिँ जुन चाहिँ लार्ज क्याप हो त्यही नै बढी टर्नओभर हुन्छ नेपालमा चाहिँ लार्ज क्यापमा टर्नओभर छैन स्मल क्यापमा एकदमै माइक्रो क्यापै भनौँ न तिनीहरूमा मात्रै टर्नओभर छ त्यसले गर्दा पनि हल्का डाइभर्सिफाई गर्नुपर्ने चाहिँ नेसेसिटी चाहिँ छ सो आई थिङ्क इभन यो लिक्विडिटीको कुरा र यो भ्यालुएसनको कुरा फन्डामेन्टली स्ट्रङ भर्सेस माइक्रो क्यापमा आई थिङ्क दिस इज ओन्ली अ टेम्पररी डिसलोकेसन हुन्छ जुन जहिले पनि मार्केटमा जस्तो अहिले नेपालमा जुन त्यो इन्भेस्टमेन्ट कम्पनीजको अराउन्डमा बबल्सहरू भइरहेको छ नि होइन दिस इज ह्यापन इन द युएस इन 1930s 40s होइन मल्टिपल 7 हो कि 8 लेभलको इन्भेस्टमेन्ट कम्पनीजको सब्सिडियरी त्यसको भ्यालुएसन त्यसको सो इट हेज ह्यापन अनि त्यो बबल अल्टिमेटली बर्स्ट हुन्छ नि होइन सो आई डोन्ट थिङ्क सो द माइक्रो क्यापको जुन नेपालमा यो पार्टी चलिरहेछ इट्स गोइङ टु गो अन फर एभर अनि नेपालमा फन्डामेन्टली स्ट्रङ भनेर एभ्रिवान ट्राइज टु रिलेटेड विथ ब्याङ्क्स होइन बट आई थिङ्क ब्याङ्क्स भनेको इज अ भेरी सिक्लिकल बिजनेस देव इन्जोयड देयर फेयर सेयर अफ ग्रोथ क्रेडिट ग्रोथ प्रफिट ग्रोथ अफ द पास्ट डेकेड अर सो almost 2 decades होइन देव गुड स्प्रेड गुड प्रफिटेबिलिटी लो एनपिएज बट आई थिङ्क अब त्यो इन्डस्ट्रीमा पनि कन्सोलिडेसन भइरहेको छ होइन सो इट्स probably not necessarily about the it's probably not necessarily only about the fundamental एउटा क्याटेगोरी भन्दा पनि आई थिङ्क प्रफिटेबिलिटी नै ड्राइभ नभएको हिसाबले पनि भल्युम नआएको हो कि जस्तो पनि लाग्छ द्याट्स माई वान अफ द रिजन त्यो पनि हो लाइक भनौँ लाइक बिकज जुन लार्ज क्यापहरू जुन कम्पनीजहरू छ त्यो उनीहरू ग्रो पनि गर्न सकेको छैन एक्ज्याक्टली स्पेसली आजको दिनमा आई थिङ्क इफ केही ग्रोथ फ्याक्टर भयो भए इभेन्चुली लाइक इन्भेस्टरहरू तर आज दिनमा त्यो सिचुएसन छैन फर इक्जाम्पल हाम्रो क्रेडिट ग्रोथै भइरहेको छैन एक्ज्याक्टली जुन लाइक मेरो एउटा भनौँ इकोनोमिकल पर्सपेक्टिभमा पनि एउटा के थियो भन्दाखेरि लाइक मैले पहिलादेखि प्राइभेट डे टु जिडिपी चाहिँ पहिलादेखि हेर्थेँ भनौँ न जुन चाहिँ नेपालको लाइक आई थिङ्क 2000 त्यो आई थिङ्क पोस्ट कोभिड चाहिँ हाम्रो अलमोस्ट 100% पुग्यो त्यहाँबाट चाहिँ आई थिङ्क लाइक हाम्रो इकोनोमी चाहिँ लाइक डिलिभरेजिङ प्रोसेसमा छ सो ब्याङ्कको लोनै बढ्न सक्ने सिचुएसन छैन आजको दिनमा होइन सो इफ लोनै बढ्न सकेन भने उसको कमाइ पनि बढ्दैन नि त सो त्यसमा पनि कपल्ड विथ इन्क्रिजिङ एनपिएज अफ द पास्ट इन्क्रिजिङ एनपिएज त्यसपछि अर्को के प्रब्लम च्यालेन्ज छ भन्दाखेरि चाहिँ हामीले बाजल इम्प्लिमेन्टेसन गऱ्यौँ बाजल इम्प्लिमेन्टेसन गरेपछि यत्तिकै लाइक एकदम क्यापिटल इन्टेन्सिभ बिजनेस हो ब्याङ्क्स होइन झनै क्यापिटल इन्टेन्सिभ भएको छ भनौँ न उनीहरूलाई टायर 1 को क्यापिटलको नेसेसिटी छ स्पेसली लाइक जुन हाम्रो लाइक इकोनोमिकल डाउन टाउन भयो होइन उनीहरूलाई स्टक अब्जर्भ गर्नुदेखि उनीहरूलाई लोन एक्सपान्सनको लागि पनि टायर 1 को नेसेसिटी छ तर नेपालमा चाहिँ टायर 1 कोलाई त्यो फेसिलिटेसनै भएको छैन भनौँ न जुनमा चाहिँ लाइक हाम्रो पर्पेचुअल बोन्डहरू आउनु पर्थ्यो अब लाइक प्रिफरेन्स सेयर चाहिँ आइरहेछ होइन नन क्युमुलेटिभ प्रिफरेन्स सेयर आई डोन्ट थिङ्क त्यो चाहिँ राइट मेकानिजम हो मेरो विचारमा चाहिँ बिकज त्यसले डाइल्युसन पनि हुन्छ सेयर होल्डरको यस होइन अनि अर्को चाहिँ लाइक हाम्रो इन्ट्रेस्ट स्प्रेडमा चाहिँ त्यो क्यालकुलेसन पनि हुँदैन सो आफ्टर त्यो चाहिँ अल्टिमेटली डिभिडेन्ड चाहिँ लाइक सेयर होल्डर अर्डिनेरी सेयर होल्डरबाट चाहिँ उनीहरूलाई चाहिँ पास हुनुहुन्छ सो त्यो खालिको च्यालेन्जेसहरू छ आई थिङ्क लाइक इन्डियामै मैले एकचोटि हिसाब पनि गरेको थिएँ आई थिङ्क एचडिएफसी ब्याङ्क आइसिआइसिआई ब्याङ्क उनीहरूको लाइक ह्युज लाइक टायर 1 क्यापिटलमै लाइक पर्पेचुअल बोन्ड्सहरू हुन्छ तर प्रिफरेन्स सेयर चाहिँ हुँदैन क्या उनीहरूको सकेसक्दो लाइक पर्पेचुअल बोन्ड चाहिँ लाइक राम्रो टुल हो फर यो टायर 1 को सो टियर 1 को लागि त्यो चाहिँ लाइक नेपालमा अहिलेसम्म मेकानिजम चाहिँ क्रिएट भएको छैन त्यसले गर्दाखेरि विदाउट त्यो आई डोन्ट थिङ्क लाइक एक्सपान्सन गर्नु पनि ब्याङ्कलाई सजिलो छ सो इभन माइक्रो फ्याक्टरबाट हेर्दा पनि आई डोन्ट थिङ्क कि लाइक ब्याङ्कले जुन लेभलको पहिला ग्रोथ गर्यो त्यो ग्रोथ गर्न सक्छ अनि स्पेसली लाइक आई थिङ्क राष्ट्र ब्याङ्कले पनि पहिला चाहिँ लाइक अलिक फ्री नै छोडिदिएको थियो स्प्रेडहरू चाहिँ अब एकैचोटि अहिले 4%मा ल्याएको छ अनि त्यसले गर्दा चाहिँ ब्याङ्कको आरओई पनि स्ट्रङ छैन भनौँ न इट्स भेरी पुवर लाइक 10% धेरैजनाको सो त्यसले गर्दाखेरि ग्रोथ पनि गर्न सक्दैन सो 10% बिलो हुन पाएन इफ दे वान टु लाइक ग्रो एट भनौँ 11-12% भने एक्सटर्नल सोर्स अफ क्यापिटल चाहिने नै हाल्यो सो अघि नै मैले भने जस्तै लाइक त्यो चाहिँ छैन सो त्यही भएर दिस सो कल फन्डामेन्टली पनि खासै फन्डामेन्टल छैन दे आर नट रियली फन्डामेन्टली स्ट्रङ एक्चुअली दे आर नट स्ट्रङ right so again like you talked about banks and when you're talking about managing a mutual fund do you do bottom up picking do you do sectoral allocations and when you're doing sectoral allocation do you have it in your mind saying that I know 10% say for example insurance ma garnu parcha 10% say lending ma garnu parcha manufacturing cyclical or do you think or do you approach investing as a bottom up investing चाहिँ like in a way bottom up मै जान्छु हैन like for example लाइक हामीले खासै डेभलपमेन्ट ब्याङ्क चाहिँ खासै होल्ड गरेको छैन आजको दिनमा फर इक्जाम्पल सबैजनाको छ डेभलपमेन्ट ब्याङ्क लाइक सेक्टर एलोकेसन गरेको छ
तर प्रभुमा चाहिँ हामीले खासै गरेका छैनौँ Yeah. लाइक आई डोन्ट थिङ्क एउटा पनि छ आजको दिनमा चाहिँ लाइक प्रभुमा वाइ भन्दाखेरि लाइक इफ लाइक आजको नेपालको कन्टेक्स्टमा इकोनोमीमा चाहिँ इफ यहाँबाट लोन एक्सपान्सनै भयो भने पनि आई सी लाइक एक्सपान्सन हुने सेक्टर चाहिँ लाइक हाइड्रोमा सो डेभलपमेन्ट ब्याङ्कले खासै त्यहाँ हाइड्रोमा प्रोजेक्ट लोन दिन सक्ने सिचुएसन छैन सो इफ ग्रोथै भयो भने ब्याङ्कैमा ग्रोथ हुन्छ भन्ने मेरो एउटा एस्टिमेसन छ होइन सो ब्याङ्कैमा लगानी छ अनि इभन लाइक अहिले लाइक नेपालको क्रेडिट ग्रोथ चाहिँ लाइक समवेयर अराउन्ड 7-8-10% छ होइन लाइक डबल डिजिटमा पनि छैन त्यसमा पनि लार्ज चङ्क भनौँ सबै चङ्क चाहिँ लाइक कमर्सियल ब्याङ्कमै गइरहेछ भनौँ बिकज उसको बेस्ट रेट सबै चिज कम छ लाइक अनि आजको दिनमा लिक्विडिटी एक्सेस भएको बेला चाहिँ सबैले चाहिँ लाइक कमर्सियल ब्याङ्क थ्रु नै लोन चाहिँ दिइरहेछन् सो डेभलपमेन्ट ब्याङ्कमा हाम्रो खासै होल्डिङ छैन अब अरूहरूले लाइक सिआइटी एनटिसी यो सबै होल्ड गरेको छ लाइक वी डोन्ट सी भ्यालु इन दोज स्टक्स कम्पनीज त्यो पनि छैन रिइन्सुरेन्समा पनि लाइक हामीले खासै होल्ड गरेको छैन बिकज द भ्यालुएसन इज क्वाइट स्टिप होइन लाइक एकदम एक्सट्रिम Yeah. सो त्यसमा पनि हामीले चाहिँ लाइक बटम अपबाट नै जान्छ भनौँ बेसिकली सो हरेक सेक्टरमा चाहिँ मेरो एलोकेसन हुनैपर्छ भन्ने खालको चाहिँ हामीले त्यसरी चाहिँ बटम अपै हो Companies have to be attractive. बट स्टिल लाइक म्याक्रो इकोनोमिक इज प्यारामाउन्ट होइन बिकज वाइ भन्दा नेपालमा चाहिँ धेरै जस्तो सिक्लिकल Cyclicality-को play पनि भयो अनि बाहिर जस्तो लाइक त्यही अघि नै मैले भने जस्तो लाइक भ्यालु इन्भेस्टिङ भन्यो जुन त्यो वाइड इकोनोमिक मोड भएको कम्पनीजहरू होइन जुन लाइक फ्यु मात्र छ भनौँ न जुन बाहिर चाहिँ लाइक छन् होइन लाइक एम्पल त्यस्तो खालिको एक्जाम्पलहरू छ नेपालमा चाहिँ त्यो नभएको कारणले आई थिङ्क म्याक्रोइकोनोमिक फ्याक्टर चाहिँ त्यो कारणले चाहिँ एकदम एसेन्सियल छ सो अभियसली तपाईँले यु हेड द रिसर्च र म्युचुअल फन्डको डिभिजन होइन प्रभु क्यापिटलमा सो डु यु थिङ्क इन्भेस्टिङ इज अ इन्डिभिजुअल गेम अर डु यु थिङ्क इट्स अ टिम स्पोर्ट होइन अनि त्यो टिमको बिचमा अब हुन्छ नि तपाईँको एनालिस्टले किन एउटा राम्रो आइडिया लिएर आउला उसको हिसाबले होइन you might disagree with that idea. No? So, is it team or is it an individual sport or a team sport? Or second part, say team मा चाहिँ त्यो disagreements हरू चाहिँ कसरी ह्यान्डल गर्नुहुन्छ तपाईँले? मेरो विचारमा चाहिँ टिम स्पोर्टै जस्तो लाग्छ मलाई चाहिँ किन कहिले कहिले लाइक इन्डिभिजुअली गर्दा चाहिँ त्यो बायसनेसहरूले चाहिँ अलिक बढी नै इम्प्याक्ट गर्छ जस्तो लाग्छ तर टिम चाहिँ राइट टिम बिल्ड हुनु पऱ्यो कि लाइक हुन्छ नि एकजनालाई आइडिया जेनेरेसन गर्न सक्नु पऱ्यो होइन एटलिस्ट अर्कोले चाहिँ अलिक डिपली रिसर्च गर्न सक्ने एटलिस्ट क्यापेसिटी हुनु पऱ्यो अनि अर्को चाहिँ एउटा चाहिँ आई थिङ्क कि एलोकेसन गर्ने क्यापेसिटी भएको मान्छे हुनुपर्छ सो त्यो एउटा कम्बिनेसन चाहिँ हुनुपर्छ जस्तो मलाई लाग्छ कि आइडिया जेनेरेसन फ्रम टिम अफ एनालिस्ट होइन त्यसपछि लाइक अर्को टिम अफ एनालिस्टले एटलिस्ट डिप रिसर्च गरेर स्कटअपट गरेर सबै चिज ल्याउने भ्यालुएसन पनि गर्ने सबै चिज अनि अल्टिमेटली लाइक इन्भेस्टमेन्ट म्यानेजरको काम चाहिँ लाइक अर लाइक भनौँ कलेक्टिभली पनि त्यो डिसिसन लिने मिल्छ होइन जुनमा चाहिँ एलोकेसन पोजिसन साइजिङ चाहिँ कसरी गर्ने भनेर होइन सो त्यो राम्रो खालेको एउटा टिम बिल्ड भयो भने चाहिँ आई थिङ्क त्यो चाहिँ मोर इफेक्टिभ हुन्छ rather than जस्ट इन्डिभिजुअली गऱ्यो भने बिकज अघि नै भने जस्तो लाइक बायसनेस एकदमै इम्प्याक्ट पार्छ गरौँ सो इट सर्भ्स एज अ गुड चेक एन्ड ब्यालेन्स सो मैले एउटा म्युचुअल फन्ड इन्डस्ट्रीमा चाहिँ एउटा देखेको डेटा होइन आई हेभ नोटिस द्याट ओपन एन्डेड फन्ड्सहरू छ नि अब मार्केटमा चाहिँ यो एसआइपीको एकदमै ठुलो लहर छ कि एभ्री वान वान्ट्स टु डु एसआइपी होइन नो वान अन्डरस्ट्यान्ड्स कुन चाहिँ कम्पनीको कुन चाहिँ फन्ड म्यानेजरकोमा चाहिँ एसआइपी गर्ने बट ट्र्याक पनि गरेको छ नो वान हेज ट्र्याक पर्फर्मेन्सेस एज वेल होइन अनि क्लोज एन्ड फन्डको कम्पेरिजन आई हेभ नोटिस द्याट ओपन एन्डेड फन्ड जहाँ मान्छेले एसआइपी गर्छ त्यसको पर्फर्मेन्सेस हेभ बिन ल्यागिङ कि वाट इज द रिजन द्याट ओपन एन्डेड फन्ड्सको पर्फर्मेन्स ल्याग्स कम्पेयर टु क्लोज एन्ड फन्ड्स सो फ्यु रिजन्स छ मेरो विचारमा होइन एउटा क्लोज एन्डेड भन्दा लाइक एउटा फिक्स्ड अमाउन्ट हुन्छ हामीले म्यानेज गर्नुपर्ने अनि एसआइपीको प्रिन्सिपल के भन्दाखेरि लाइक टाइमिङ द मार्केट भन्दा पनि जस्ट हुन्छ नि टाइम इन द मार्केट प्रमोट गर्ने हो होइन सो इभन हायर भ्यालुसनमा आउँदा पनि हामीले आफ्नो सेलेक्टिभ स्टक चाहिँ किन्नुपर्ने हुन्छ भनौँ लाइक क्लोज एन्डेड फन्डमा चाहिँ आई क्यान टाइम कहिले कहिले होइन लाइक झरेको बेला किन्ने बढेको बेला लाइक अलगा एक्जिट गर्छु होला तर एसआइपीमा चाहिँ बिकज त्यो एसआइपी त इन्भल्भ भइ नै राखेको हुन्छ सो हायर प्राइसमा पनि मैले किन्नुपर्ने भइदिन्छ होइन त्यो खालको कन्ट्र्याक्ट हुन्छ त्यसले एउटा इम्प्याक्ट पार्ने भइ नै हाल्यो अर्को चाहिँ मेजर लाइक मैले अहिले देखेको भन्दाखेरि चाहिँ सुरुमा इनिसियली सानो साइज हुँदा चाहिँ लाइक म्युचुअल फन्ड ओपन एन्ड म्युचुअल फन्डको पर्फर्मेन्स राम्रै भइरहेको हुन्छ तर बिस्तारै बिस्तारै लाइक एसआइपी इन्रोल हुँदै जान्छ कम्पाउन्डिङ हुँदै जान्छ होइन लाइक जब साइज चाहिँ बढ्दै जान्छ 2 अर्ब 4 अर्ब 5 अर्ब 6 अर्ब होइन त्यसपछि पर्फर्मेन्स अलिक विक भएको देखिन्छ वान अफ द रिजन चाहिँ लाइक लिक्विडिटीको कारण जस्तो लाग्छ मलाई द्याट्स चाहिँ लाइक इफ मार्केटलाई मैले बिटोनमा चाहिँ एक लेभलको कन्सन्ट्रेटेड पोर्टफोलियो रिसर्च गरेर किन्नुपर्ने खालको सिचुएसन क्रिएट हुन्छ तर प्रब्लम के छ भन्दा लाइक चाहिँ मेरो फन्ड चाहिँ 4 अर्बको पुग्यो भने लाइक मैले एउटा कन्सन्ट्रेट पेड लिनु पऱ्यो भने लाइक 40 crores चाहिँ
बेट लिनु पर्ला होइन. सो त्यो किन्न पनि गाह्रो छ. जस्तै अघि नै हामीले जुन डिस्कसन गऱ्यो लाइक राम्रो कम्पनीको लिक्विडिटी नै छैन मार्केटमा, टर्नओभरै छैन, 2 करोड मात्र छ. लाइक 40 crores मैले किन्नु पऱ्यो त्यो कम्पनी गाह्रो छ होइन. लाइक मैले किन्दा त्यो आफै लाइक 100-200 You're driving the price yourself. ड्राइभिङ द प्राइस माइसेल्फ. अनि पछि मैले एक्जिट लिनु पऱ्यो, मेरो थेसिस रङ भयो भने पनि आइएम ड्राइभिङ द प्राइस डाउन माइसेल्फ होइन. सो त्यो चाहिँ अलिक गाह्रो छ. जस्तै अघि नै मैले जुन एक्जाम्पल दिएँ होइन, फरवार्ड जुनमा हामी अलिक स्टक भएको छौँ होइन, एउटा एक्जाम्पल जुन थिएँ. अब लेट्स से मैले 4 अरूको फन्ड म्यानेज गरे भए फरवार्डमा मेरो साइज विल हेभ बिन समवेयर अराउन्ड 15 crores. सो आज दिन मलाई 3 करोडै एक्जिट लिन गाह्रो छ. त्यो साइजमा मलाई 15 crores एक्जिट लिन धेरै नै गाह्रो हुन्थ्यो. हुन त एक्युमुलेट गर्न पनि गाह्रै हुन्थ्यो होइन 15 crores. Absolutely, yes. सो त्यो अलिक म्यानेज गर्न चाहिँ बिकज लिक्विडिटीको जुन लाइक हुन्छ नि अलिक डिस्टोर्सन छ त भनौँ न. So it's mainly, you think it's mainly because of the size या साइजले गर्दा पनि अनि प्लस आई थिङ्क अब एसआइपी को टेन्डेन्सी इन माई ओपिनियन होइन, अघि मार्केट बढ्दाखेरि everyone gets more euphoric and they want to put in more money, and which is actually the worst time to buy. Price बढिरहेको बेला, but you're forced to deploy. So त्यसले गर्दा पनि the performance. Whereas closed end मा चाहिँ मेरो fund size कति हो, लाइक you एउटा enter and भ्यालुएसन then you can पनि just म sit किन्दिनँ वा म हल्का एक्जिट लिएर बस्छु भन्ने पनि हुन्छ. right. So यो म्युचुअल फन्ड इन्डस्ट्रीको बारेमा चाहिँ what's your personal perspective होइन, if यो इन्डस्ट्रीको फ्युचर चाहिँ कस्तो हुन्छ? You obviously you've studied a lot of markets outside as well होइन, so how do you think this industry is going to evolve? आई थिङ्क बिस्तारै म्युचुअल फन्ड चाहिँ लाइक ग्रो नै गर्नेवाला छ होइन. लाइक बिस्तारै एसआइपी लाइक ओपोनेन्टकोले पनि लाइक हाम्रो बिस्तारै इन्स्टिट्युसनको चाहिँ साइज चाहिँ बिस्तारै बढ्दै गइरहेको छ भनौँ न मार्केटमा. सो त्यो एउटा पोइन्ट भइ नै हाल्यो. अर्को चाहिँ लाइक बिस्तारै लाइक रेस सेक्टरहरू चाहिँ बिस्तारै यहाँ आउँदैछ मार्केटमा. सो त्यसले गर्दाखेरि पनि आई थिङ्क लाइक डाइभर्सिफिकेसन गर्ने ठाउँहरू चाहिँ बढ्दै गइरहेछ. होपफुल्ली लाइक पछि लाइक नेपालमा भनौँ न लाइक सबै लाइक नेपालको ठुलो कम्पनीजहरू पनि लिस्ट भएको छैन भनौँ न. सो यिनीहरू कम्पनी पनि बिस्तारै आउँदै जान्छ जस्तो लाग्छ मलाई. आफ्टर मार्केट ठुलो हुँदै जान्छ, साइज ठुलो हुँदै जान्छ, पछि इन्स्टिट्युसनल क्यापिटल पनि चाहिन सक्छ ती कम्पनीहरूलाई. सो त्यो क्यापिटल चाहिँ आई थिङ्क म्युचुअल फन्ड थ्रु पनि आउन सक्छ इभेन्चुअली. हजुर. सो त्यो गर्दाखेरि आई थिङ्क लाइक बिस्तारै लाइक ग्रो नै गर्छ जस्तो लाग्छ मलाई चाहिँ. राइट. सो हु डु यु थिङ्क इज गोइङ टु बी द विनर इन दिस इन्डस्ट्री गोइङ इन टु द फ्युचर? अल्टिमेटली जसले चाहिँ डिप रिसर्च गरेर चाहिँ लगानी गर्छ भनौँ न फन्ड म्यानेजमा, जसले चाहिँ पर्फर्मेन्स आजको दिनमा पनि लाइक नेपालमा लाइक पर्फर्मेन्स खासै मान्छेले राम्ररी मेजर गरेको छैन, क्यालकुलेसन गरेको होइन. तर जसले चाहिँ अल्टिमेटली लाइक आफ्नो इन्भेस्टरले चाहिँ लाइक रिटर्न डेलिभर गर्न सक्छ. अल्टिमेटली लाइक एभ्री वान विल नो होइन, स्पेसली लाइक एसआइपीको क्यालकुलेसन सुरु हुन थालिसक्यो मान्छेहरूलाई होइन, कसले चाहिँ राम्रो रिटर्न दिइरहेछ भनेर होइन. जसले चाहिँ लाइक कन्सिस्टेन्ट एउटा पर्फर्मेन्स गर्न सक्छ ओभर द पिरियड अफ नेक्स्ट लाइक फ्यु इयर्स भनौँ नेक्स्ट डिकेड. सो जसले चाहिँ त्यो पर्फर्म गर्न सक्छ आई थिङ्क लाइक सबैजना चाहिँ अलि त्यो फन्ड म्यानेजरमा चाहिँ आई थिङ्क भ्यालु चाहिँ ग्रो हुन्छ. गुड. सो अर्को कुरा अगेन वी टकिङ अबाउट म्युचुअल फन्ड एन्ड वान्ट टु गो स्लाइटली ब्रडर. व्हाट डु यु सी एज द फ्युचर अफ द क्यापिटल मार्केट्स नेपालको केसमा चाहिँ? नेपालको क्यापिटल मार्केट चाहिँ अझ मैले के देखिरहेको छु भन्दाखेरि क्यापिटल मार्केटको साइज चाहिँ इभेन्चुली बढ्ने नै वाला छ होइन. लाइक बिस्तारै आजको दिनमा आई थिङ्क लाइक फ्लोटेड मार्केट क्यापिटल समवेयर अराउन्ड 15 खर्ब मात्र. सो बिस्तारै यो एक्सपान्सन हुनेवाला छ, टर्नओभर पनि बिस्तारै बढ्दै जान्छ होइन. सो अनि बिस्तारै लाइक अघि नै भने जस्तो लाइक फ्यु कम्पनीजहरू लाइक रेल सेक्टरकोहरू पनि बिस्तारै लिस्ट हुँदै जान्छ. तर फ्यु रेगुलेटरी बोटलनेक्सहरू चाहिँ छ. आई थिङ्क लाइक इफ त्यो बोटलनेक्स लाइकबाट हामी माथि निस्क्यो भने चाहिँ आई थिङ्क देयर्स अ चान्स कि लाइक मार्केटले चाहिँ राम्रै रिटर्न डेलिभर गर्छ. वाट आर दोज बोटलनेक्स? सो एउटा चाहिँ लाइक मेजर हाम्रो क्यापिटल मार्केटको मेजर कोर फङ्सन चाहिँ के हो भन्दाखेरि फन्ड रेजिङ हो. सो त्यो चिजमा चाहिँ खासै भनौँ न हाम्रो पब्लिक डिस्कसमा त्यो कुरा पनि भएको छैन होइन. त्यो सो त्यसमा चाहिँ मैले एउटा प्रब्लम देखाएको छ. फर इक्जाम्पल आइपिओ 100 मात्र आउने अनि आइपिओ प्रि आइपिओ डिल्स जुन आजको दिनमा भइरहेछ भनौँ. सो कम्पनी लिस्ट हुन पाएको छैन, 300मा पुग्छ भनेको छ. सो मान्छे चाहिँ लाइक 125मा पनि हान्न रेडी छ, 150 पनि हान्न रेडी छ, बिकज मार्केटमा 300को भ्यालुएसन पाइ नै रहेछ. तर लिस्टेड कम्पनीज जसले फेरि प्रोफिटेबल छ, सबै चिज राम्रो छ होइन, उनीहरूको भ्यालुएसन इज लाइक मार्केटमा ट्रेड भइरहेछ 500-600 चाहिँ. बट उनीहरूलाई राइट सेयर बाहेक केही पनि अप्सन छैन टु रेज एडिसनल क्यापिटल. जबकि हाम्रो नेपालमा चाहिँ अघि नै मेन्सन गरेको जस्तो लाइक ब्याङ्क्स छ, हाइड्रो पावर छ, बोथ आर क्यापिटल इन्टेन्सिभ बिजनेसेस. उनीहरूलाई क्यापिटल चाहिन्छ टु ग्रो, तर क्यापिटल चाँडो रेज गर्ने मेकानिजम छैन. इभन राइट सेयर्स पनि अलमोस्ट 1 वर्ष लाग्दिन्छ होइन. अनि जुन पहिला म मार्केटमा इन्टर गर्दा एफपिओ थियो होइन, म सुरुमा
आउँदा 2017 आई थिङ्क लाइक नेपाल लाइफको एफपिओ अनि त्यसपछि बुटोल बुटोल पावरको पावरको पनि थियो, एफपिओ थियो नेपाल इन्भेस्टमेन्ट ब्याङ्क, शिखर। सबैजनाको फ्यु एक्जाम्पल थियो। आजको दिनमा चाहिँ प्रिमियममा केही पनि इस्यु नहुन थाल्यो लाइक छोडिसक्यो भनौँ न। सो त्यो गर्दाखेरि त्यहाँ चाहिँ मैले प्रब्लम देख्छु होइन। लाइक इन्डियामा चाहिँ लाइक फर इक्जाम्पल इन्डियाको लियो भने चाहिँ आई थिङ्क लाइक क्युआइबिजहरूलाई नि क्युआइपी क्वालिफाइड इन्स्टिट्युसनल प्लेसमेन्ट भन्ने मेकानिजमहरू छ जुनमा चाहिँ इजिली एकदमै फास्ट मेकानिजममा चाहिँ फन्ड रेज गर्न मिल्छ क्या फर दोज कम्पनीज टु ग्रो होइन। अनि कस्तो खालको हुन्छ नि लाइक लास्ट 5 इयर्सको टोटल क्युमुलेटिभ प्रोफिट जति चाहिँ फन्ड रेज गर्न पाउँछ आई थिङ्क त्यस्तो खालको हुन्छ। अनि लाइक वेटेड एभरेज भनौँ न लास्ट 2 विक्सको चाहिँ वेटेड एभरेज गरेर लाइक क्युआइबिजलाई बिट गर्ने। सो क्युआइबिजलाई त्यो सेल गर्दा चाहिँ ठुलो प्रोस्पेक्टस यताउता निकाल्नु पनि पर्दैन क्या। सो एकदमै फास्ट मेकानिजम हो फर दोज कम्पनीज टु रेज द क्यापिटल। सो हाम्रोमा त्यस्तो मेकानिजमहरू चाहिँ अहिलेसम्म पनि ल्याकिङ छ। अनि क्यापिटल मार्केट भनेर जस्ट इक्विटी मार्केट मात्र होइन नि त, आफ्मा डेट मार्केटहरू पनि हुन्छ लाइक बोन्ड्सको पनि अहिलेसम्म रेगुलेसनहरू आएको छैन। अनि स्पेसली आई थिङ्क अहिले चाहिँ हाई टाइम हो लाइक यो बोन्ड मार्केटको लागि चाहिँ रेगुलेसन र यो गाइडलाइन्सहरू आउनुपर्ने। बिकज अहिले प्रब्लम के छ भन्दाखेरि इन्सुरेन्सलाई पनि लगानी गर्नलाई सेक्टर छैन। इन्सुरेन्स खासमा युजली बाहिरको हामीले मार्केटहरू पनि युजली दे डिप्लोय देयर क्यास होइन लाइक मोस्टली इन्टु बोन्ड मार्केट त्यो छैन। लाइक उनीहरूले 3% डिपोजिट लगानी गरिरहेको छ। तर जस्तै भनौँ न हाइड्रो पावरले जसलाई चाहिँ लङ टर्म क्यापिटल चाहिन्छ इन टर्म्स अफ डेट अर इक्विटी होइन। सो डेट पनि उनीहरूले चाहिँ बोन्ड मार्केटबाट उनीहरूले म्याचिङ गर्न सक्थ्यो एउटा रेज गर्न सक्थ्यो। तर नेपालमा त्यो अहिलेसम्म मेकानिजम डेभलप नभएको कारणले त्यो पनि एउटा बोटलनेक छ। There's this new trend, and I just want to see what you think about it. Your SIF, private equity, and pre-IPO market. How do you think this is going to play out in your opinion? प्रिआइपिओ चाहिँ अब लाइक आजको दिनमा चाहिँ लाइक भनौँ न लाइक वाट्सएपदेखि सबैमा हुन्छ नि लाइक सेयर भइरहेको छ भनौँ। लाइक कम्पनी आउँछ आइपिओ आउँछ होइन यताउता भनेर। जस्तै अब लाइक यो चिज चाहिँ अब लाइक इन्डियाकै एक्जाम्पल लियो भने 90sतिर भएको चिज हो। बस लाइक डिफ्रेन्स चाहिँ मैले के देखिरहेको छु भन्दाखेरि इन्डियामा चाहिँ लाइक त्यो बेला कसरी पिच हुन्थ्यो भन्दाखेरि कम्पनीको यो छ प्रोस्पेक्ट होइन। सो फन्ड यतिको रेज भयो भने चाहिँ कम्पनीले यसरी ग्रो गर्छ भनेर लाइक हुन्छ नि ओभर पिचिङ पनि हुन्थ्यो। त्यसरी लाइक कलेक्सन हुन्थ्यो, कहिले स्क्याम पनि हुन्थ्यो त्यो कम्पनीजहरू होइन। नेपालमा चाहिँ लाइक त्यो पनि छैन क्या। लाइक जस्ट जुन त्यो पिच डेकहरू जो वाट्सएपहरूमा आइरहेको हुन्छ नि पिच डेक अनि यो इन्भेस्टमेन्ट मेमोरेन्डमहरू जुन आइरहेको हुन्छ त्यसमा चाहिँ के छ भन्दाखेरि कम्पनी बारेमा केही पनि छैन क्या। जस्ट आज पैसा हाल्नुहोस् 100 हाल्नुहोस् वा 125-20 हाल्नुहोस् 1-2 वर्षभित्रमा आइपिओ आइ नै हाल्छ। 3 वर्षमा फाल्न मिल्छ, 5 वर्षमा 700-800 को रिटर्न अनि त्यसलाई डिस्काउन्ट गरेर आएर चाहिँ यति होइन। सो कम्पनीको प्रफिट के हो, ग्रोथ के हो, के पनि लाइक कन्सर्नै छैन क्या। सो यसरी डिल भइरहेछ। अनि मान्छेहरू पनि आजको दिनमा जुन 3% को इन्ट्रेस्ट रेट मात्रै छ लगानी गर्नलाई कुन पनि लाइक भनौँ न मिडियम एभेन्युज छैन होइन। त्यो गर्दा चाहिँ कतिजना लाइक नबुझेको लाइक रिटेल क्लाइन्टहरू पनि लाइक पैसा हालिरहेको छ। बिकज उनीहरूले कहिले सोचिरहेको छ भन्दाखेरि ल ठिकै छ लाइक 100 मैले हाल्छु ल 6 नै वर्ष लगाएर मैले एक्जिटै लिन पाएँ 500 नै आयो भने पनि एटलिस्ट मैले लाइक आजको 3% भन्दा त मैले बढी रिटर्न ल्याइ नै हाल्छु भन्ने छ। अब इभेन्चुअली जुन लाइक अब आजको दिनमा 7को पाइपलाइनमा लाइक अलमोस्ट कति लाइक 60-70 कति कम्पनी भइसक्यो होला। एसएफले पनि ठुलै लगानी गरिरहेछ होइन। लाइक यिनीहरू पनि बिस्तारै लाइक पब्लिक मार्केटमा आइ नै हाल्छ होला। अरूहरूले पनि लाइक भनौँ प्रिआइपिओमा बिस्तारै लाइक फन्ड रेज गरि नै रहेछ। बिस्तारै यी सब कम्पनी आयो अनि विथ दिस फन्डामेन्टल्स भने चाहिँ लाइक आइसी लाइक मार्केट क्याप चाहिँ बढ्छ होइन। लाइक टर्नओभर पनि बढ्ला अल्टिमेटली। तर मार्केटमा लाइक मान्छेले लाइक जुन सोचेको रिटर्न छ त्यो आउन चाहिँ अलिक गाह्रो हुन्छ इफ यो सबै कम्पनीहरू लिस्ट भयो भने। विदाउट द फन्ड अनि इफ लिस्ट भएन भने देयर इज अ रिस्क होइन। किन रिटेलरहरूले जुन लगानी गरेको छ उनीहरूको लाइक लगानी चाहिँ डुब्ने चान्सेस पनि छ। सो यसमा चाहिँ अलि So do you find it like a bit risky that retailers it gare I mean I sometimes see SIFs also त्यही लजिकमा रिलाइ गरेर होइन कम्पनी त्यस्तो राम्रो हुँदैन तर यो त लिस्टिङ भइहाल्छ नि 3 वर्षमा अर समथिङ होइन। अनि त्यति बेला हामी रिटर्न निकालौँ नि एज एसआइएफ्स भन्ने यो जुन एउटा माइन्डसेट छ। डु यु फाइन्ड द्याट रिस्की फर द मार्केट? अहिले रिस्की नहोला होइन। अहिले हामीले मार्केटको सिचुएसन त्यस्तै इस्टाब्लिस गर्दैछौँ होइन हालमा। सो त्यो कारणले वाइ नट लाइक अब उनीहरूले पनि लाइक प्रोफिटै हेर्ने हो। अब आइपिओ आउँछ भने इन्भेस्ट किन नगर्ने लाइक बनिसक्यो हाइड्रो वा ठिकै खालिको हाइड्रो पाएको हुन्छ 1-2 वर्षमा उनीहरूको एक्जिट पाइ नै हाल्छ भने उनीहरूले इन्भेस्ट गरे हुन्छ। आई थिङ्क यो साइकलमा चाहिँ आई थिङ्क उनीहरूले एक्जिट पनि लिन पाउँछ विथ अहिलेको जे लाइक पोलिसी र
The early ones. अर्ली वान्स त्यसपछि चाहिँ अनि लाइक I think the later ones are लेटर going to वान्सलाई face a lot चाहिँ of problems. अलि रिस्क चाहिँ छ मलाई चाहिँ I think the major issue in this sector चाहिँ मलाई के लाग्छ भने is not allowing companies to list in the market at the real value through book building process के जुन यो 100 रुपियाँमा जति राम्रो कम्पनी भए पनि 100 रुपियाँमा जुन लिस्टिङ गर्नुपर्छ भन्ने एउटा रुल छ नि which is a very bad rule हैन झन् 10 किता सबैजनालाई बाडेको छ अल्टिमेटली अल दोज पिपल त्यो 10 कितामा चाहिँ पैसा कमाउँछ पछि घुमेर आएर दे लुज मनी इन द मार्केट हैन सेकेन्डरी मार्केटमा अझै थप्न गयो अझै थप्न जान्छ and then ultimately everyone loses money. Plus I think it's very unfair to the company if you have a company like Encel हैन which makes few billions को profit each year जसको OTC मार्केटमै per share transaction happens in thousands and I think lakhs है कतिमा हुन्छ हैन उले आफ्नो शेयर आएर मार्केटमा 100 रुपैयाँमा किन दियोस् हैन if the company is worth 50,000 per share for example they should be allowed to list at around 50,000 per share if it is worth valuation गरेर if it is worth around भनौँ न 2,000 per share they should be allowed to list at 2,000 per share नत्र भए त it's very unfair to the company र त्यो कम्पनीलाई त हामी रब गरिरहेछौँ नि हैन अनि अघि लाइक यु राइटली मेन्सन कम्पनीले रेज गर्न सक्ने क्यापेसिटी क्यापिटल मार्केटको वान अफ द मेजर फङ्सन्स भनेको इज टु अलाउ कम्पनी टु रेज इक्विटी क्यापिटल अर डेट क्यापिटल त्यही फङ्सनलाई यदि हामीले एफिसियन्टली अलाउ गरिरहेको छैन भने आई थिङ्क इट्स भेरी अनफेयर टु दिज कम्पनीज एन्ड इभेन्चुली इट्स भेरी अनफेयर टु द इन्भेस्टर्स एज वेल यु नट गेटिङ रियल भ्याल्यु यु नट 100 रुपियाँमा अब लिस्ट गराउनु पऱ्यो भने त लाइक भनौँ न म किन लाइक मेरो डाइल्युसन गरेँ 100 रुपियाँमा लाइक कम्पनीहरू कस्तो खालको आइरहेको छ मेरो विचारमा आज दिनमा भन्दा चाहिँ जुनको भ्यालु चाहिँ 100 भन्दा पनि तल छ उनीहरूले चाहिँ इन्सेन्टिभ दिइरहेको छु क्या मैले नराम्रो कम्पनीलाई नि आऊ भनेर इन्सेन्टिभ दिइरहेको छु होइन राम्रो कम्पनी किन आउँछ त होइन सो त्यसमा चाहिँ आई थिङ्क प्रब्लम छ अब हामीले अब प्रब्लम चाहिँ के भइदियो भन्दाखेरि सबैजनाको पार्टिसिपेसन भयो डिम्यान्ड बढाउने जुन त्यो पहिलाको कुरा पनि थियो होइन लाइक 7को जुन स्ट्यान्ड छ त्यसले गर्दाखेरि हामीले लाइक मान्छेले भित्राउनु चाहिँ भित्रायौँ होइन लाइक क्यापिटल मार्केटमा तर अब लाइक यसबाट पछाडि जान चाहिँ आई थिङ्क लाइक च्यालेन्ज छ भनौँ बिकज सबैजनाले चाहिँ नेपालमा फेरि एउटा बायसनेस अघिको कुरा के छ भन्दाखेरि प्राइसमा चाहिँ लाइक महँगो र सस्तो हिसाब गर्न थालिसक्यो साँच्चैमा लाइक जस्तै भनौँ एनसेलले आयो अरे लाइक उसको लाइक चिपै भ्यालुसनमा आएर जस्तै इफ त्यो कम्पनी डिजर्भ लाइक 1000 गर्छ भने 500मा आए पनि पिपल थिङ्क कि हामीलाई ठगे दिस इज महँगो कम्पेयर टु अ कम्पनी व्हिच अर्न्स नथिङ हैन सो त्यसरी लाइक मान्छेले प्राइसको प्राइसलाई चाहिँ एब्सोल्युट मात्रै हेर्यो इन रिलेसन टु इट्स अर्निङ अफ फ्युचर पोटेन्शियल चाहिँ के पनि हाल्छ सो त्यो गर्दा चाहिँ अलिक प्रब्लम चाहिँ छ राइट नाउ वी आर समिट टुवर्ड्स द एन्ड अफ द पडकास्ट पनि हैन सो आई वान्ट टु अन्डरस्ट्यान्ड व्हाट डज अ डेली रुटिन लुक लाइक हैन अनि लाइक हाउ इज द डे स्ट्रक्चर्ड एन्ड डेली चाहिँ मेरो पहिला चाहिँ हल्का डिसिप्लिन थिएँ म होइन लाइक बिहान योगा गर्ने आदि यताउता गर्थेँ चाँडो उठ्ने सो युजली म चाहिँ लाइक पहिलादेखि नाइट आउल जस्तै हो भनौँ न राति सुत्ने सो अलिक ढिलै उठ्ने होइन सो अराउन्ड 8:30मा म उठ्छु त्यसपछि लाइक ब्रेकफास्ट र ब्रन्च भनौँ न त्यो खाएर खाना खाएर अनि आई गो टु अफिस अनि अफिसमा त्यही हो लाइक एज युजल लाइक आर्टिकल्सहरू पढ्यो होइन न्युजहरू फलो गऱ्यो लाइक के भइरहेको छ अहिलेको इभेन्टहरू हल्का हल्का हेऱ्यो अनि त्यसपछि कहिले कहिले चाहिँ लाइक भनौँ बलिङ पुल यस्तो खेल्न जान्छु स्पोर्ट्स एक्टिभिटी चाहिँ अलिक गाह्रो छ मेरो लागि होइन बिकज लाइक एसिएलको लाइक रिहेबिलिटेसन लाइक अपरेसन पनि भएको थियो त्यो कारणले स्पोर्ट्समा चाहिँ अलि म त्यस्तो एक्टिभ चाहिँ कटब्याक गरेको छु बट स्टिल लाइक फर रिक्रिएसनमा चाहिँ बलिङ पुल यताउता खेलिरहेको हुन्छु बेला बेलामा साथीभाइहरूसँग अनि त्यही हो नि लाइक मोस्टली लाइक मैले त्यो रिसर्च गर्ने अलि लर्निङ गर्ने टाइम हुन्छ म पोडकास्टहरू सुन्दै बसिरहेको हुन्छु होइन स्पेसली अन इन्भेस्टिङ इकोनोमिक्स साइकोलोजी र फिलोसफीहरूको बारेमा होइन अनि त्यो चाहिँ लाइक लेट नाइटमा हुन्छ नि 10 बजेपछि सो त्यो बेला चाहिँ म त्यो चिजहरू चाहिँ लाइक पढ्ने लाइक हुन्छ नि एनी गुड पडकास्ट दैट यु लिसन टु पडकास्टमा पडकास्ट भन्दा लाइक हुन्छ नि एउटा देन एन्ड नाउ भन्ने छ लाइक अल फिलोसोफिकल यस्तो खालको चिजहरू होइन त्यो चाहिँ मैले सुनिरहेको हुन्छु म इकोनोमिक्सको भएको कारणले अब लाइक मोडर्न मोनिटरी थ्योरीको एउटा पोडकास्ट पहिला मैले हेर्थेँ होइन आजकल चाहिँ लाइक अलि यो फिलोसोफिकल हुन्छ नि यस्तो खालकोमा चाहिँ पोडकास्टहरू हेरेर हुन्छु भनौँ न मेजरली चाहिँ मैले सो वाट अल डु यु थिङ्क आर द गुड ह्याबिट्स कोही एउटा राम्रो इन्भेस्टर हुनु खोज्छ भने वाट आर द गुड ह्याबिट्स द्याट पर्सन सुड ह्याभ सो एउटा चाहिँ इन्डिपेन्डेन्ट रिसर्च गर्न सक्ने एउटा क्यापेबिलिटी बिल्ड गर्नु पऱ्यो अनि लाइक
कन्टिन्युस लर्निङ पनि गर्नु पऱ्यो भनौँ न. सो एउटा इन्भेस्टमेन्ट फिलोसफी डेभलप गर्न सक्नु पऱ्यो, त्यसलाई अनि रिफाइन गर्दै जानु पऱ्यो, फाइन ट्युन गर्दै जानु पऱ्यो. बिकज इन्भेस्टिङमा चाहिँ कन्टिन्युस लर्निङ चाहिँ हुनुपर्छ जस्तो मलाई लाग्छ. अनि अर्को चाहिँ डिसिप्लिन होइन. सो बिकज बायसनेसहरू डिफ्रेन्ट टाइपको बायसनेसहरू हुन्छ, त्यसबाट आफूलाई हुन्छ नि टाढा राख्नलाई चाहिँ एउटा डिसिप्लिन वेमा चाहिँ हामी लाइक एउटा सक्सेसफुल इन्भेस्टर चाहिँ एटलिस्ट डिसिप्लिन हुनु पऱ्यो. आई थिङ्क लाइक वारेन बफेटको जुन सक्सेस छ, आई थिङ्क लाइक मेजर लाइक रिजन इज एक्सट्रिमली डिसिप्लिन होइन. मार्केट बढे पनि लाइक हि डजन्ट केयर होइन. लाइक हि नोज लाइक के कम्पनी मैले होल्ड गरेको छु अनि हि स्टिक्स टु आफ्नो इनिसियल प्लान अन्टिल अनलेस थेसिस चाहिँ नभएसम्म चाहिँ लाइक हि डज नट सेल इट. लाइक हामीले पनि त्यही डिप्लोय गऱ्यो भने चाहिँ आई थिङ्क लाइक राम्रै इन्भेस्टर चाहिँ हुन सकिन्छ. Right. Okay. So for anyone who wants to enter this field and getting into capital market, investment side specifically, what advice would you give to them? Or, even a younger version of yourself, you're like, 22, 23, you're graduating from college, and now you want to enter this field. What would be the advice that you would give? Means like investment books. I think like investment books or articles, like podcast हुन सक्छ होइन. डिफ्रेन्ट यो चिजहरू चाहिँ फलो गर्नु पऱ्यो. अब लाइक मैले नि पहिला लाइक इनिसियली स्टार्ट गर्दा चाहिँ लाइक ट्विटरले पनि मलाई हेल्प गरेको थियो भनौँ न. सो मैले चाहिँ लाइक जस्ट ट्विटरमा अरू चिजहरू चाहिँ मैले फलो गरेको थिइनँ कि. मैले जस्ट लाइक इकोनोमिक्सको फाइनेन्सको त्यो ट्विटर ह्यान्डल मात्रै फलो गर्थेँ. अनि मेरो फिडमा जस्ट त्यो बारेमा मात्र आउँथ्यो. अनि दे सेयर लाइक उनीहरूको आर्टिकल्स अनि लाइक उनीहरूलाई राम्रो लागेको आर्टिकल्स मैले त्यो चिज पढ्थेँ होइन. सो इकोनोमिक्स र यो फाइनेन्सको. सो यसरी पनि गर्न सकिन्छ भनौँ न. राइट. सो यु थिङ्क द्याट वुड बी द बेस्ट? या सकेसक्दो चाहिँ लर्निङ भनौँ न. लर्न गरिराख्नु पऱ्यो इन्भेस्टमेन्ट साइडमा. अब लाइक इफ ट्रेडिङै गर्ने हो भने पनि लाइक ट्रेडिङ रिसोर्सेस होइन त्यो फलो गर्नु पऱ्यो. त्यसको बारेमा आफ्नो लाइक एउटा कम्पिटेन्सी बिल्ड गर्नु पऱ्यो भनौँ न. अनि त्यो चिज आफूले नै अप्लाई गर्नु पऱ्यो. अनि लाइक इफ केही चिज फाइन ट्युन गर्नुपर्ने छ भने लाइक त्यसलाई ट्विक गर्नु पऱ्यो भनौँ न. अनि इभेन्चुअली वाट वर्क्स फर यु होइन त्यसमा चाहिँ डिसिप्लिन भएर त्यो अनुसारले चाहिँ लगानी गर्नु पऱ्यो. राइट. ओके Sagar, thank you so much for coming to the podcast. I think you shared so much. I'm sure our viewers will, be able to learn from you. And now they'll probably get to know more about you and Prabhu Capital as well. So thank you so much for coming out and doing this.